हरे कृष्ण सम्पूर्ण भक्तवृन्दहरूलाई स्वागत छ यस सत्संग कार्यक्रम अनलाइन सत्संग कार्यक्रममा र सुरु गर्नुभन्दा अगाडि चाहिँ हामी मङ्गलाचरण गर्छौं है त। ओम ज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपः कदा मह्यं ददाति स्वपदान्तिकम्। वन्देऽहं श्रीगुरोः श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्णचैतन्यदेवं श्रीराधा कृष्णपादान् सहगण ललिता श्रीविशाखान्वितांश्च वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो विष्णुपादाय कृष्णपृष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनिति नामिने नमस्ते सारस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्यदेशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण सम्पूर्ण भक्तवृन्दहरूलाई पुनः स्वागत छ र अब हामी चाहिँ ढिला नगरी सुरु गरौँ है त। म स्क्रिन शेयर गर्छु है। ओके, मेरो स्क्रिन शेयर भइरहेको छ होला है, भएको छैन भने भन्नु होला। ओके, आजको हाम्रो टपिक छ व्हाई ब्याड थिंग्स ह्यापन टु गुड पिपल, यानी कि राम्रो मान्छेलाई किन नराम्रो हुन्छ भन्ने चाहिँ एकदमै यो हैन एकदमै यो चाहिँ आइराख्ने टपिक हो, आइराख्ने प्रश्न हो हैन। विशेष गरेर जो भगवान प्रति श्रद्धा छैन हैन, अथवा यस्तो शास्त्रहरूको सिद्धान्त थाहा छैन, जसले शास्त्रहरूको अध्ययन गरेको छैनन्, उनीहरूले जब अब औल्याउनु पर्यो हैन, कतै केही कुराहरू औल्याउनु क्वेसन उठाउनु पर्यो भने यो एकदमै फेमस क्वेसन हो यो चाहिँ हैन। राम्रो मान्छेलाई नराम्रो भइरह्यो भने भगवान कहाँ छन् त भनेर भन्छ नि त। यो सबैले सुन्नु भएकै क्वेसन हो। ल आज एकदम यो आफ्नो भक्ति जीवनमा पनि चाहिन्छ यो, र प्रचार गर्न पनि कोही मान्छेहरू भेटिए प्रचार गर्नु पर्यो भने पनि हामीले यो कुरा जान्न एकदमै जरुरी हुन्छ है त। ओके, हामी सुरु गरौँ है त। यानी कि यो चाहिँ सबै जति पनि कुरा चाहिँ कर्म, ल अफ कर्म, जुन कर्मको सिद्धान्त छ त्यसमा बेस्ड हुन्छ है त, त्यसैमा आधारित हो यो कुरा चाहिँ। अब हैन यो बुझ्नको लागि हामीले कर्म कसरी काम गर्छ यो सबै कुराहरू हामीले बुझ्नु जरुरी हुन्छ के। त्यही भएर चाहिँ हामी आज चाहिँ यो मेन टपिक नै यो भन्दा हुन्छ। ल र यिनीहरूको कुरा चाहिँ कर्मको जुन सिद्धान्त छ हामीले जति पनि अहिले चर्चा गर्छौं नि त्यो केवल एउटा सानो अंश मात्रै हो। वास्तवमा हामीले कर्मको बारेमा हैन एकदम कम्प्लेक्स छ के कुरा बुझ्न, त्यति सजिलो छैन, किनकि हजारौं लाखौं करोडौं हैन वर्ष हैन अगाडिको कुराहरू पनि कनेक्ट हुन्छ, कनेक्टिङ हुन्छ के। त्यो भएको हुनाले हैन अब यसलाई हैन हामीले म्याथमेटिकल क्याल्कुलेसनबाट हैन साइन्टिफिक कुनै थ्योरी लगाएर बुझ्न सकिदैन के। हामीले सिद्धान्त चर्चा गर्छौं र त्यो सिद्धान्तलाई आधार मानेर चाहिँ हामीले ल अफ कर्मले यसरी काम गर्छ भनेर हामीले आफ्नो जीवनमा उतार्ने हो त्यो कुरालाई है त। सुरुमा हामी सुरुबाट जाउँ हैन। वास्तवमा दुईटा संसार छ, एउटा भौतिक संसार छ, एउटा आध्यात्मिक संसार छ। म एउटा सानो हेरके देखाइहालौँ है त। मेरो स्क्रिन देखेको छैन, वेट। मैले मेरो यहाँ देखिरहेको छ होला है, यो मैले यहाँ केही कुरा टाइप गरिरहेको छु, केही कुरा देखाउँदैछु, देखेको छैन भने भन्नु होला, छ भने ठिक छ। मैले यहाँ स्पिरिचुअल वर्ल्ड इस्कोन भनेर सर्च गरिरहेको छु, कुनै जुनसुकैमा हेर्दा पनि हुन्छ। यस्तै दुईटा संसार छ, जस्तै हेरौँ न, यस्तै दुईटा संसार छ। जस्तै एउटा स्पिरिचुअल वर्ल्ड यानि कि आध्यात्मिक जगत,
एउटा हो मेटेरियल वर्ल्ड यानि कि भौतिक संसार है। त्यस्तै यहाँनिर ब्रह्मज्योति छ। ओके, अनि हजुरहरूले यदि गोलोक चाट इस्कन सेन्टरहरुमा मन्दिरमा हुन्छ गोलोक चाट चाहिँ, अनि त्यहाँ देख्नुभयो पनि भएको होला। र ब्रह्मज्योति हुन्छ र ब्रह्मज्योति भन्दा माथिको भागलाई चाहिँ स्पिरिचुअल वर्ल्ड भनिन्छ। र अनि के छ ब्रह्मज्योति भन्दा तल यानि कि वास्तवमा यहाँ एउटा हैन विरजा नदी भन्ने हुन्छ। विरजा नदी पछि बल्ल ब्रह्मज्योति आउने, यहाँ चाहिँ देखाएको रहेछ क्या सायद, जे होस् हैन। यहाँ चाहिँ छुट्याइएको हुन्छ। ब्रह्मज्योति लगायतको माथिको भाग भनेको चाहिँ आध्यात्मिक जगत हो र तलको भाग चाहिँ भौतिक संसार हो जहाँ हामी रहिरहेका छौँ है। र आध्यात्मिक संसारमा के हुन्छ, हामी भगवान अलग अलग अवतार हैन, अलग अलग अवतार चाहिँ भगवानको अवतार चाहिँ अलग अलग लोक हुन्छ। जस्तै भगवान रामको आफ्नो लोक छ, अनि भगवान कृष्णको आफ्नो लोक छ, नृसिंहदेवको आफ्नो लोक छ, वराहदेवको आफ्नो लोक छ, सबैको आफ्नो लोक हुन्छ। त्यो सबै लोकहरू करोडौं बिलियन्स अफ प्लानेट्स, स्पिरिचुअल प्लानेट्सहरू हुन्छन् है। त्यही नै वैकुण्ठ भनेको त्यही हो। अनि वैकुण्ठ भनेको कुनै एउटा ग्रह होइन है, धेरैलाई यो कुरा थाहा नहुन सक्छ। वैकुण्ठ भनेको केवल एउटा पृथ्वी भने जस्तो एउटा ग्रह होइन, अरबौं खरबौं वैकुण्ठ प्लानेट्सहरू हुन्छन् है। ठिक छ, जति अवतार हुन्छन् त्यति नै प्लानेट्सहरू हुन्छन्। ओके, अवतार कति हुन्छन् भन्ने कुरा कुनै फिक्स छैन। श्रीमद् भागवतमको पहिलो स्कन्धको तेस्रो अध्यायमा हैन, त्यहाँ 24 अवतारको वर्णन आउँछ। त्यसपछि त्यहाँ वर्णन छ कि हैन अवतार कसरी आउँछन् भन्दाखेरि चाहिँ जसरी समुद्रमा छाल आउँछ नि, अब छाल कति आयो भनेर हामीले हैन ठ्याक्कै यति आयो भन्न सक्दैनौँ नि त। हो त्यसरी नै हैन त्यति नै भगवानको अवतारहरू छन् कि, भनेपछि कति हो कति अब थाहा छैन। हो त्यसो त्यति चाहिँ ग्रह त्यति नै अनि वैकुण्ठ प्लानेट्सहरू पनि छन् है त। हो आध्यात्मिक जगतमा भयो, भौतिक जगतमा पनि यस्तै के छ अरबौं खरबौं के छन् प्लानेट्सहरू छन् है। यो चाहिँ भयो भौतिक जगत र आध्यात्मिक जगतको कुरा भयो है त, जुन यहाँ हाम्रो स्लाइडमा छ है त। ओके, वास्तवमा चाहिँ हामीले जुन संसार हुन्छ हैन, हामीले संसारलाई चाहिँ वास्तविक रूपमा हामीले देख्दैनौँ कि, हामीलाई जस्तो हामी जस्तो छौँ नि, हामीलाई जस्तो लाग्छ नि, हामीले त्यस्तो देख्छौँ कि संसार चाहिँ। ठिक छ, अनि वास्तविक संसार हैन कस्तो छ भन्ने कुरा हाम्रो इन्द्रियहरू चाहिँ अपूर्ण हुन्छ। त्यही भएर हामीले चाहिँ पूर्ण रूपमा हामीले देख्न सक्दैनौँ कि, जान्न सक्दैनौँ। त्यही भएर हामीले के शास्त्रको सहायता लिन्छौँ। त्यही भएर हामीले जति कुरा देखिरहेका छौँ त्यति मात्र सत्य हुँदैन। ठिक छ, त्यही भएर चाहिँ के छ अहिलेको जन्ममा कसैले राम्रो गर्यो, राम्रो गरेको हुन्छ, उसलाई नराम्रो भयो नराम्रो हुन्छ नि त। त्यही भएर यो प्रश्न उठ्छ अनि अब हामी अगाडि बढ्दै जान्छौँ है, त्यहाँदेखि थाहा हुन्छ है। अनि अब के हुन्छ, आत्मा के हुन्छ, आध्यात्मिक जगत चाहिँ हैन छोड्छ, आध्यात्मिक जगतबाट आउँछ। अनि के हुन्छ, किन आउँछ भन्दा भौतिक संसारमा भन्दाखेरि उसलाई चाहिँ के हुन्छ भने भगवान भन्दा छुट्टै मलाई चाहिँ हैन आनन्द भोग गर्ने इच्छा हुन्छ जीवलाई। अनि त्यही भएर चाहिँ के हुन्छ, उसलाई भौतिक संसारमा पठाइन्छ है। अनि सबै जीवहरू पहिला के हुन्छ, हामी यही आध्यात्मिक जगतमा हुन्छ है, वैकुण्ठ अनि अथवा भगवान राम अथवा भगवान कृष्णको गोलोक वृन्दावन जस हैन आध्यात्मिक जगतमा हुन्छ हामी सुरुमा। तर के हुन्छ, हामी चाहिँ म भगवानको किन सेवा गर्नु, हैन म एक्चुअली म पनि मालिक हुन चाहन्छु भन्ने जब त्यो हैन त्यो सोलमा के हुन्छ डिजायर्स आउँछ, किनकि सोलमा एउटा इन्डिपेन्डेन्ट नेचर हुन्छ, थोरै इन्डिपेन्डेन्स हुन्छ। हो त्यो इन्डिपेन्डेन्सीको मिसयुज गरेर अनि त्यो सोललाई कहाँ पठाइन्छ, भौतिक संसारमा पठाइन्छ है। किन पठाइन्छ भन्दाखेरि उसलाई के हुन्छ, त्यो इच्छा पूरा गराउनको लागि। कस्तो इच्छा भन्दाखेरि हैन सुख भोग गर्ने इच्छा, यानि कि भगवानलाई छोडेर है, भगवानलाई छोडेर हैन रमाउने इच्छा, जुन भोग गर्ने इच्छा हुन्छ, हो त्यसलाई पूरा गर्नको लागि चाहिँ जीवलाई भौतिक संसारमा पठाइन्छ। र यो भौतिक संसार भनेको जेल जस्तो है, भौतिक संसारको जेल नै हो। त्यही भएर यहाँ रिफर्मेसन भन्ने छ नि, यानि कि रिफर्मेसन भनेको के हो, सुधार्ने, अनि सुधार केन्द्र हुन्छ नि। हो भौतिक संसार भनेको त्यस्तै हो, यानि कि हामी कैदी जस्तो हो र अनि हामीलाई चाहिँ सुधार्नको लागि चाहिँ पठाइएको हो हैन। यहाँ कुनै भगवानले एकदम यो त मलाई यसले नमान्ने भनेर एकदम त्यो हुन्छ नि जस्तो जेलमा पिट्छ नि, त्यस्तोको लागि चाहिँ हामीलाई यहाँ पठाइएको होइन। भगवानले कृपावश चाहिँ हामीलाई यहाँ सुधारेर फेरि आफ्नो धाम पठाउनको लागि चाहिँ अनि भौतिक संसार हामीलाई पठाइदिनु भएको। किनकि किन पठाउनु भन्दा हामीलाई त्यहाँ बस्ने इच्छा भएन, त्यही भएर हो है त। अनि अब हामीलाई कसरी सुधारिन्छ भन्दाखेरि
भगवान आफै आउनुहुन्छ कहिले हैन भगवानले शास्त्र हामीलाई धेरै शास्त्रहरू दिनुभएको छ अनि भगवानले आफ्नो भक्तहरूलाई पठाउनुहुन्छ अनि अवतार लिनुहुन्छ हो यसरी यसरी माध्यमबाट चाहिँ भगवानले हैन बोलाउनुहुन्छ संकेत दिनुहुन्छ है अनि जसरी चाहिँ के हुन्छ माछा चाहिँ के हुन्छ पानीमा मात्रै सुखी हुन्छ नि त हैन उलाई जतिसुकै पैसा धन स्त्री हैन जति खानेकुराहरू एकदम मिठा मिठा हुन्छ नि माछाको फेभरेट परिकारहरू जे दिए रक्सी दिए पनि हुन्छ जे दिए पनि उलाई के हुन्छ ऊ खुसी हुँदैन हैन बाहिर ल्याएर हैन पानी बाहिर ल्याएर यसरी राखेर दिए के हुन्छ त्यो माछा कहिले पनि खुसी हुँदैन हो त्यसरी नै हामीले भौतिक संसार जति नै सुख जति जतिसुकै साधन भए पनि हैन भगवानको अब्सेन्समा भगवानको अनुपस्थितिमा कुनै पनि जीव चाहिँ के हुँदैन सुखी हुन सक्दैन त्यही भएर हामीले धनी धनी मान्छेहरूको पनि के हुन्छ टेन्सन डिप्रेसन ठुलो ठुलो मान्छेहरू सेलिब्रिटीहरूको डिभोर्स भएकोदेखि लिएर सुसाइड गरेकादेखि लिएर सब कुराहरू हामीले न्युजमा देखिरहेका छौँ तर हामीले त्यसलाई सिरियस मात्रै नलिएको है सिरियसली मात्रै नलिएको हामीले चाहिँ त्यसलाई वास्तवमा सब कुरा हाम्रो आँखा अगाडि नै छ तर हामीले चाहिँ यसलाई सिरियसली लिएका छैनौँ त्यही भएर यो कुरा के छ हामीलाई यो कुरा अनुभव हुन्छ नि हामीले त्यति सिरियसली नलिएको हुनाले हामीले यो कुरालाई के छ हामीले ध्यान पनि दिएको छैनौँ वास्तवमा तथ्य हो नि त किनकि कोही पनि संसारमा जति नै पैसा कमाए पनि जे गरे पनि सबै सम्पत्ति भए पनि जे गरे पनि के छ अझै हुन्छ सुख पाउनको लागि केही न केही गरिराखेकै हुन्छ कि मान्छेहरूले तर अल्टिमेटली त नपाइकन मान्छेको मृत्यु हुन्छ हैन हो यस्तै माछाको जस्तै हो क्या यहाँ चाहिँ ठ्याक्कै हैन सबै कुरा छ तर वास्तविक जुन पानी हो वास्तविक जुन आनन्द हो हैन त्यो चाहिँ के छ पाएको छैनौँ किन भन्दाखेरि त्यो चाहिँ आध्यात्मिक जगतमा मात्रै हुन सक्छ अनि भगवानको सानिध्यमा मात्रै हुन सक्छ के यो कुरा चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ है त अब चर्चा गर्छौँ बिस्तारै अगाडि है जसरी चाहिँ के हुन्छ अब एउटा के छ जसरी के छ हामी भने के हो अनि एउटा एकदम धनी बाबुको छोरो भन्छ नि एकदम धनी कोही पिता हुनुहुन्छ हाम्रो अनि हामीले चाहिँ हैन म त यस्तो बस्दिनँ म चाहिँ आफै जान्छु भनेर उसले हुन्छ नि केही उसको केही म्याचुरिटी छैन उसको केही परिपक्वता छैन उसमा कुनै पनि हैन अनुभव छैन उ त्यतिकै घरबाट निस्क्यो भने के हुन्छ उ यस्तै हुन्छ यहाँ अनि जो रोइरह नि बच्चा यस्तै हालत हुन्छ अनि एकदम के हुन्छ उसलाई नालीमा मागेर खाने हुनेछ कि भिखारी हुन्छ के हुन्छ थाहा छैन हैन उमा परिपक्वता पनि हुँदैन अनि के हुन्छ उसले दुःख पाउँछ तर यदि उ आफ्नो पिताश्रीसँगै बस्यो भने के हुन्छ उसलाई एकदम सुखपूर्वक हुन्छ उसले सबै कुराहरू पाउँछ हैन जति पनि हैन आनन्द हुन्छ जति पनि के छ सबै किसिमको फ्यासिलिटीदेखि सुख लिएर प्रेम सबै कुरा पाउँछ नि त एक्लै हिँड्ने प्रेम त पाउँदैन नि त बिछोडेर भौतारेर हिँड्नुपर्छ प्रेमको खोजीमा हैन उसले पाउँदैन तर हैन आफ्नो पिताश्रीसँग सँगै बसेको धन पनि पाउँछ सम्पत्ति पनि पाउँछ बिजनेस पनि पाउँछ हैन मेन मुख्य कुरा प्रेम पनि पाउँछ आफ्नो आफन्त नातेदार सबै हुन्छन् हैन हो त्यस्तो थियो आध्यात्मिक जगतमा थियो त्यस्तो तर हामीलाई चाहिँ हैन म बुवासँग बस्दिनँ भनेर जस्तै हामीले पनि भगवानसँग नबस्ने इच्छा गरेर चाहिँ यहाँ आएको हो हैन अनि हामीले गर्नुपर्ने के भन्दाखेरि चाहिँ हाम्रो जुन भगवानसँग जुन सम्बन्ध छ त्यसलाई स्थापना गर्ने हो अनि बल्ल के भन्छ वास्तवमा सुख पाइन्छ अनि वास्तविक खुसी त्यहाँ छ हैन जसरी यो अब धनी बाबुको छोरा भेट हुन्छ नि फेरि हो त्यसरी नै के हुन्छ हाम्रो पनि भगवानसँग त्यस्तै हुन्छ हो त्यही भएर अनि अब जुन प्रश्न छ हैन राम्रो मान्छेलाई नराम्रो किन हुन्छ भन्ने छ नि नराम्रो सुरु भएको यहीँबाट है जब हामीले भगवानलाई छोड्यौं नि छोडेर यहाँ आयौं नि हो यहाँ पठाइयो नि हामीलाई आएको भने पठाइएको हो यहाँ हैन हामीले भगवानसँग हैन विद्रोह जस्तो गर्यौं के अनि त्यही भएर चाहिँ के हुन्छ यहाँ समस्या यहाँबाट सुरु भएको है त वास्तवमा गरेको त हामीले नै हो त्यही भएर यहाँ भगवानलाई दोष दिन मिल्दैन ठीक छ अनि यो कुरा बुझ्नुभन्दा अगाडि चाहिँ हैन मोड्स अफ मेटेरियल नेचर यानी कि प्रकृतिको 3 गुण यदि भगवत गीता पढ्नु भएको छ कि छैन कतिजनाले पढ्नु भएको छ थाहा भएन हैन एकचोटि हेरौँ है त जो कतिजनाले भगवत गीता पढिसक्नु भयो एकचोटि हात उठाउनुहोस् त यहाँ ह्यान्ड रेज गर्ने अप्सन हुन्छ नि ह्यान्ड रेज गर्नुहोस् त कतिजनाले भगवत गीता पढिसक्नु भयो है पढ्दै हुनुहुन्छ भन्दा पनि पढिसक्नु भयो 2 जना 4 जना श्रीमद् भगवत गीता यथारूप हैन जुन प्रभुपादको भगवत गीता छ कतिजनाले पढ्नु भयो 5 जना 6 जना फास्ट ठ्याक्क क्लिक गर्नुस् ठ्याक्क हात उठिहाल्छ है 5 जनाले मात्रै पढ्नु भयो अहिलेसम्म ओके ठिकै छ 5 जना अरु कोही हुनुहुन्छ
6 जना ओके ल 6 जनाले मात्रै भकुरिता पढ्नु भएको रहेछ कम्प्लिटली त्यसपछि अब उहाँले सुन्नु भयो होला है अनि कति जनाले म सबैको हात डाउन गरिदिए ल अब चाहिँ कति जनाले पढ्दै हुनुहुन्छ अहिले करेन्टली चाहे 1 अध्याय होस् 2 अध्याय होस् 6 अध्याय होस् 10 अध्याय होस् 15 अध्याय होस् पढ्ने क्रममा जुन क्रममा हुनुहुन्छ है ओके 4 जना पढिसक्नु भएकोले उठाउनु पर्दैन 6 जना 7 जना ओके 6 जनाले चाहिँ पढिसक्नु भएको रहेछ हैन 7 जनाले चाहिँ पढ्दै हुनुहुन्छ 6 6 12 13 जना भयो अनि लगभग अझै 5 6 जनाले चाहिँ पढ्नु भएको रहेछ है त भनेपछि जसले पढ्नु भएको छ उहाँहरूले चाहिँ के छ यो प्रकृतिको 3 गुण भनेर चाहिँ पक्कै सुन्नु भएको होला है त ठीक छ सुन्नु भएको छैन भन्ने पनि हामीले अब जसकै विस्तृत रूपमै चर्चा गर्छौं है र अनि यो प्रकृतिको 3 गुण चाहिँ हामीले हैन यही मन्डे क्लासमा केही हप्ता अगाडि हामीले चर्चा गरिसकेका छौं र बिर्सिनु भयो भने पनि यहाँ हेर्न सक्नुहुन्छ र मेन कुरा चाहिँ हजुर नोट्स बनाउँदै जानु होला है हैन कताको कुरा कता यहाँ कनेक्ट भइराको छ हामी कहाँदेखि आयौं र यो हैन प्रसंग जोडिदै छ हजुरहरु फेरि लास्टमा के हुन्छ र केही पनि बुझिदैन त्यही भएर हजुरहरुले नोट्स मोबाइलमा भयो नि सक्नुहुन्छ है ओके प्रकृतिको 3 गुण छ नि ओके प्रकृतिको 3 गुण भनेको चाहिँ के हो डोरी जस्तो हो के बन्धन है अनि त्यसरी यहाँ देखाइएको छ चित्रमा त्यस्तो बन्धन हो एउटा चाहिँ अब कस्तो हुन्छ बन्धन भन्ने कुरा एउटा मोड अफ गुडनेस यानी कि सत्य गुण भनिन्छ है भगवत गीताको 13 कि 14 अध्यायमा छ यसको एकदम विस्तृत रूपमा वर्णन छ है त पछाडी 13 अध्यायदेखि पछाडी चाहिँ यो आउँछ प्रायः गुणको 18 अध्यायमा पनि आउँछ हरेक कुरा प्रकृतिको गुण अनुसार नै हुन्छन् सबै कुराहरु आउँछ है त्यहाँ एकदम ठूलो विज्ञान हो यो अनि साइन्समा यो कुरा छैन त्यसबारे समस्याहरु धेरै छन् है यो कुरा बुझ्यौ भने हामीले आफ्नो जीवनलाई एकदम सजिलैसँग हैन बुझ्न सक्छौं के अनि कसरी कहाँ समस्या कसरी भइराको रहेछ भन्ने कुरा है एउटा हो मोड अफ गुडनेस यानी कि सत्व गुण है इंग्लिशमा मोड अफ गुडनेस नेपालीमा सत्व गुण संस्कृतमा सत्व गुण भनिन्छ है सत्व गुणको विशेषता है यो सत्व गुणको विशेषता के हो स्वच्छ रहने सफा रहने अनेस्ट अथवा इमानदारी सेल्फलेस अथवा निस्वार्थ हेल्पफुल अथवा अरूको सहयोग गर्ने हैन हम्बल अनि विनम्र अनि त्यसपछि रिडिङ भनेको जसले चाहिँ अध्ययन गर्छ हैन पढ्ने अथवा हैन शास्त्र अध्ययन गर्ने हैन कुनै हैन अलिकति जुन सत्वगुणी जुन हुन्छ नि राम्रो किताबहरु हुन्छ नि हो त्यस्तो किताबहरु पढ्ने हैन यसो चाहिँ के हो मोड अफ गुडनेस यानी कि सत्वगुणमा अवस्थित भएको व्यक्तिले चाहिँ अथवा सत्वगुणको विशेषता के हो भन्दाखेरि यही कुराहरु चाहिँ सत्वगुणको विशेषताहरु हो है त अनि अब उदाहरणहरु के हो त हैन सत्वगुणको मान्छेले के गर्छ भन्दाखेरि चाहिँ हैन नियमहरु पालना गर्छ शास्त्रको नियमहरु पालना गर्छ हैन ओके अनि शास्त्र अनुसार चाहिँ आफ्नो कर्तव्य पालना गर्छ कर्तव्य मात्रै पालना गर्ने हैन कि शास्त्र अनुसार चाहिँ गर्छ है त जस्तो फर एक्जाम्पल हैन सही के छ हामीले हत्या हिंसा गर्नु हुँदैन अथवा मांस भक्षण गर्नु हुँदैन नि त तर कसैले हुन्छ नि मासु पसल खोलेर राख्ला हैन अब के भन्छ उसले त हत्या हिंसा गरिरहेको छ नि त उसले भन्न सक्छ मैले आफ्नो कर्म गरिरहेको छु भनेर भन्न सक्छ तर वास्तवमा त्यो कर्म हैन है शास्त्र अनुसार कर्म हैन है यो चाहिँ सत्य गुण मानिदैन ठीक छ यो कुरा पनि बुझ्नु पर्छ है हैन आफ्नो ड्युटी त निभाउने तर शास्त्र अनुसार चाहिँ हुनुपर्छ यो कुरा चाहिँ छुटाउनु हुँदैन अनि के हुन्छ उ चाहिँ एकदम शान्त ठाउँमा बस्न रुचाउँछ अनि हुन्छ नि उसको धेरै हुन्छ नि भौतिक इच्छा पनि त्यस्तो धेरै हुँदैन एकदम हुन्छ नि यो गर्ने त्यो गर्ने यो खाने त्यो खाने यता जाने उता जाने हुन्छ नि एकदम हुन्छ नि एक ठाउँमा चञ्चले हुन्छ त्यस्तो हुँदैन एकदम शान्त हुन्छ शान्त ठाउँमा बस्न मन पर्छ हो त्यस्तो नेचर छ भने यो सत्व गुणको नेचर हो है त स्याटिस्फाइड अनि के हुन्छ एकदम सन्तुष्ट हुन्छ भित्रदेखि ठीक छ उलाई सन्तुष्ट हुन्छ उलाई त्यस्तो के हुन्छ कुनै कुराको आवश्यकता पनि धेरै पर्दैन जे छ उमा एकदम सन्तुष्ट हुन्छ के हो त्यस्तो व्यक्तिलाई के भनिन्छ मोड अफ गुडनेस भनिन्छ अथवा सत्व गुण भनिन्छ है त्यस्तो गुणलाई चाहिँ त्यो गुण जसमा देखेको छ बुझ्नुपर्छ कि सत्व गुण चाहिँ देखिरहेको छ भन्ने कुरा चाहिँ के छ बुझ्नुपर्छ त्यसपछि अर्को मोड अफ प्यासन यानी कि रजोगुण है मोड अफ प्यासन अथवा रजोगुण है त रजोगुणको विशेषताहरु के हुन् भन्दाखेरि हार्ड लेबर यानी के छ एकदम कडा परिश्रम गर्छ त्यो मान्छेले हुन्छ नि यहाँ ढुङ्गा एकदम पहाडको एकदम ढुङ्गा नै उगाइरहेको छ नि त्यसै एकदम के छ कडा परिश्रम गर्छ त्यो मान्छेले अनि के हुन्छ अनकन्ट्रोल माइन्ड हुन्छ मन के हुन्छ एकदम के हुन्छ नियन्त्रणमा हुँदैन के एकदम यो त्यो यताउता हैन धेरै विचारहरु आउने धेरै चञ्चल हुने त्यस्तो हुन्छ अनि अर्को सेल्फिश
एकदम के भन्छ हल्का स्वार्थी स्वार्थपना हुन्छ क्या, किनकि उसले अनि कम्पिटिसन हुन्छ जस्तै होइन क्लासमा के हुन्छ यो फर्स्ट भयो के हुन्छ यो किन फर्स्ट भयो म हुन्छु भनेर के हुन्छ उसले आफ्नो बारेमा हेर्छ कि उसले चाहिँ उसको त इच्छा हुन्छ क्या, नेम फेमलाई एकदम के नाम के नामहरू कमाउने यताउता हुन्छ नि, एकदम इच्छा हुन्छ त्यो गर्ने चाहिँ है। अनि के भन्छ पूजा लाभ प्रतिष्ठा भन्ने हुन्छ नि, एकदम हुन्छ उसमा चाहिँ होइन रजोगुणी मान्छेहरूमा। अनि इगोइस्टिक भनेको एकदम के हुन्छ एकदम के भन्छ अहङ्कारले भरिएको हुन्छ उसमा चाहिँ होइन, मैले गरेँ मैले खाएँ अथवा मैले मेरो कारणले म सक्सेस भएँ होइन, म आफ्नो प्रयासले सफल भएँ भन्छ नि मान्छेहरूले, त्यो सबै के भन्छ रजोगुण हो है त। फुल अफ मेटेरियल डिजायर्स एकदम यो गर्छु त्यो गर्छु होइन उखाडिदिन्छु झन्डा गाडिदिन्छु भन्ने हुन्छ नि, त्यो सबै के हो है यो रजोगुणको हो है त। एकदम म मेहनती हुँ भन्ने होइन, यो चाहिँ के हो रजोगुणले गराइरहेको छ है, यो चाहिँ कुनै म मेहनती भएर गरेको भन्ने होइन है। संसारमा झन्डा गाडिदिन्छु यस्तो गर्छु चन्द्रमा बोक्छु यता गर्छु उता गर्छु भन्ने जुन अनावश्यक कुराहरू छ नि होइन, त्यो सबै के हो रजोगुणको कारण, रजोगुणले गराइरहेको है त। मैले गरेको भन्ने चाहिँ एउटा होइन एउटा अहङ्कार जस्तै त्यो श्लोक अहिले अगाडि आउँछ है त। अनि के छ अनि रजोगुणको के हो विशेषता भने के छ, स्त्री पुरुष बिचको जुन आकर्षण हुन्छ त्यो चाहिँ रजोगुणको कारणले गर्दाखेरि हुन्छ है त। अनि अर्को उदाहरण के हो अनि एकदम के छ जुन झन्डा गाडिदिन्छु भन्ने हुन्छ नि, एकदम के छ आफ्नो उद्देश्य के छ त्यसको लागि एकदम उसलाई एकदम के हुन्छ होइन एकदम ह्याङ्करिङ हुन्छ कि होइन, त्यो चाहिँ के हो रजोगुणको एउटा विशेषता हो है त। अनि के हुन्छ उसले के गर्छ जस्तै दान दिन्छ नि, दान के छ आफ्नो नाम कमाउनुको लागि दान दिन्छ कि, दान दिएपछि हुन्छ मेरो यस्तो के हुन्छ मार्बलमा होइन नाम लेखेर आएको हुनुपर्छ फलाना फलानाले 1,11,111 रुपियाँ दान गर्यो भनेर आएको हुनुपर्छ भन्ने त्यस्तो हुन्छ कि रजोगुणी व्यक्तिमा चाहिँ। अनि ऊ कहिले सन्तुष्ट हुँदैन है, उसलाई यो पनि गर्छु त्यो पनि गर्छु होइन यो पनि पढ्छु यो पनि खान्छु यहाँ पनि जान्छु त्यस्तो एकदम धेरै इच्छा हुन्छ कि, त्यही भएर माइन्ड के हुन्छ अनकन्ट्रोल हुन्छ त्यो भएको हुनाले चाहिँ। ओके ठिक छ, हामी 3टा गुण भयो 2टा गुण भइसक्यो है, सत्वगुण भयो रजोगुण भयो, अब यो तमोगुण यानि कि मोड अफ इग्नोरेन्स। ओके मोड अफ इग्नोरेन्स यानि तमोगुण है। अनि चित्रले पनि देखाइरहेछ कस्तो होला भन्ने कुरा यहाँबाट थाहा हुन्छ है। अनि तमोगुणी व्यक्ति कस्तो हुन्छ फुलिस एकदम मूर्ख हुन्छ है, जो व्यक्तिले जति बुझाउँदा पनि बुझ्दैन बुझ्दा पनि खोज्दैन, बुझाउँदा पनि एकदम दिमाग एकदम बोधो एकदम मन्दबुद्धि हुन्छ नि, त्यो चाहिँ तमोगुणी व्यक्ति हो है, त्यस्तो तमोगुणको नेचर है। अनि म्याड एकदम मूर्ख एकदम के हुन्छ बहुला टाइपको हुन्छ नि, एकदम कति बेला के गर्ने थाहा छैन होइन जस्तै केही मानव थोरै केही जस्तै बाटोमा हुन्छ नि थोरै मानव एक्सिडेन्ट भयो अथवा हुन्छ नि कसैको थोरै गाडी बाइकले होइन अथवा गाडीलाई छोइयो अथवा केही भयो भने हुन्छ नि पुरै हुन्छ नि मान्छेको प्राणैले यसरी पुरा एकदम आउँछ नि, हो त्यस्तो व्यक्ति चाहिँ तमोगुणी व्यक्ति हो नि, एकदम मूर्ख होइन अलिकति पनि कमन सेन्स नभएको हुन्छ नि, हो त्यस्तो व्यक्ति चाहिँ तमोगुणी व्यक्ति हो है त। अनि एकदम अल्छी सुत्दै गर्ने होइन त्यो चाहिँ के हो तमोगुणको चाहिँ विशेषता हो, एकदम सुत्ने जतिखेर पनि सुत्ने निन्द्रा मात्रै लाग्ने त्यो सबै के हो तमोगुणको चाहिँ विशेषता हो। राति पनि सुत्ने दिउँसो पनि सुत्ने त्यो सबै तमोगुणले नै प्रभावमा पारेको है त। अनि के हुन्छ अनिकले नै एकदम फोरी हुन्छ दिनच होइन, जस्तै तमोगुणी व्यक्तिको रुम हेर्न गयो भने के हुन्छ कपडा यता हुन्छ अथवा फोहोर हुन्छ भाँडाकुँडा यता कसको होला त्यो है थाहा भएन। अनि त्यसपछि के हुन्छ अनि सबै के हुन्छ एकदम फोरी हुने होइन, अनि त्यसपछि कहिले ननाउने होइन त्यो सबै के लागि हुन्छ जतिखेर भैँसी जस्तो ओछ्यानमा पल्टिने त्यो सबै के हो तमोगुणी व्यक्तिको चाहिँ लक्षण हो है त। लेजी एकदम अल्छी गर्ने होइन हाई काटेर मात्रै बस्ने अनि जे गर्ने पनि अल्छी मान्ने, अनि पोस्टपोन्डिङ यानि कि भोलि गर्छु भनेर टार्ने सब के हो तमोगुणी व्यक्तिको चाहिँ यो चाहिँ विशेषता हो। धेरैजनासँग मिल्न पनि सक्छ यो कुरा है। अनि अब विशेषता के भन्दाखेरि कुनै गोल हुँदैन होइन, म जीवनमा यो गर्छु भन्ने छैन, अल्छी सुत्ने मान्छेको के गोल हुन्छ त, अनि भैँसीको कुनै गोल हुन्छ र हुँदैन नि त, त्यही है। अनि के छ ऊ चाहिँ के छ रक्सी मासुहरू खाना एकदम हुन्छ नि ऊ व्यस्त छ किन बुद्धि छैन नि त, एकदम मूर्ख हुन्छ नि त त्यो भएको हुनाले। अनि के हुन्छ आध्यात्मिक जीवनमा कुनै इन्ट्रेस्ट हुँदैन, जस्तै यो कुरा चाहिँ होइन हजुरहरूले अनुभव गर्नु होला प्रचार गर्न जाँदाखेरि कोही मन्दिरमा आउँदाखेरि हुन्छ नि होइन, केही कुरा भन्यो भने के हुन्छ तिनीहरूले न बुझ्दा पनि बुझ्दैनन् न इन्ट्रेस्ट पनि देखाउँदैनन् होइन, एकदम हुन्छ एकदम के एकदम हामीले खतरा कुरा भन्यो भने पनि कुनै त्यो हुन्छ नि कुनै रेस्पोन्सै छैन कि ढुङ्गालाई भने जस्तो हुन्छ नि, हो त्यसो त तमोगुणी व्यक्ति हुन् है त। अनि नेभर सेटिस्फाइड मतलब हुन्छ तिनीहरू
के छ सन्तुष्टि भन्दा नि उनीहरुमा कुनै हुन्छ नि कुनै इच्छा डिजायरै हुँदैन कि उनीहरुमा चाहिँ यो गर्छु भन्ने बुद्धि पनि हुँदैन अनि त्यस्तो व्यक्तिको चाहिँ अनि के हुने कुनै के छ कुनै लक्ष्य पनि हुँदैन। ओके, 3टा गुणको बारेमा थाहा पाउनु भयो हजुरहरूले है। अनि के हुँदैछ सबै कुरा थाहा पाउनु भयो र अनि अब हामीले चर्चा किन गरेको भन्दाखेरि चाहिँ अहिले कनेक्टिङ हुन्थ्यो। अब चाहिँ हुन्छ नि हाम्रो टपिक त अर्कै थियो, यहाँ हामी कता कता गइरहेको छौँ, त्यही भएर हजुरले नोट चाहिँ गर्नुपर्छ है, किनकि कहाँ कहाँ गइरहँ भन्ने कुरा चाहिँ फ्लो चाहिँ बिग्रिनु भएन है। अनि त्यसपछि 3टा गुण अब आफ्नो गुण चाहिँ के छ भन्ने कुरा अब हजुरहरूले आफै सोच्नु होला है त। हामीले 3टा गुण पढ्यौँ, तिनीहरूको विशेषता पनि पढ्यौँ र उदाहरण पनि पढ्यौँ, अनि म कुन गुणमा रहेछु भन्ने कुरा पनि के छ त्यहाँबाट चाहिँ बुझ्न सकिन्छ है त। अनि अर्को कुरा चाहिँ हामी सधैँ एउटा गुणमा अवस्थित हुँदैनौँ है त। कहिले हामीलाई तमो गुणले चाहिँ अट्याक गर्छ, कहिले हामी रजोगुणी चाहिँ डोमिनेटिङ हुन्छ। हो त्यो गुणहरू चाहिँ के हुन्छ कहिले मिक्स हुन्छ, दुईटा गुण चाहिँ कहिले के हुन्छ कहिले एउटा डोमिनेटिङ हुन्छ कहिले अर्को डोमिनेटिङ हुन्छ। त्यो भएको हुनाले चाहिँ अनि हजुरहरूले चाहिँ अब यदि हुन्छ नि कहिले एकदम अल्छी लाग्यो निन्द्रा लागेको छ भने बुझ्नु पर्यो मलाई चाहिँ तमो गुणले चाहिँ एकदम हाबी भइरहेछ, तमो गुणले मलाई अट्याक गरिरहेको छ भन्ने बुझ्नुपर्छ होइन। कहिले एकदम इच्छाहरू आइरहेको छ होइन, एकदम अनि म झन्डा काटिदिन्छु अथवा यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्ने इच्छा आइरहेको छ भने अनि गर्ने फेरि केही होइन, अनि इच्छा आइरहेको छ भने चाहिँ के हुन्छ मलाई यो गुणले चाहिँ अट्याक गरिरहेको छ भन्ने चाहिँ बुझ्नुपर्छ है त। अनि त्यसपछि चाहिँ अब कर्म भनेको कुरा के हो भन्ने बुझौँ है त। अनि के छ कर्म भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ सामान्य रूपमा अब कर्मको पनि प्रकार छ, हामी अगाडि हेर्छौँ। सामान्य रूपमा कर्म भनेको के हो भन्दाखेरि चाहिँ होइन यस्तो कार्य होइन जुन चाहिँ हामीले के छ जो 3टा गुण छ नि 3टा गुणको अन्डरमा भएर र कालको प्रभाव यानि कि समयको प्रभावमा आएर जुन कार्यहरू गर्छौँ त्यसलाई चाहिँ कर्म भनिन्छ सामान्य रूपमा है। सामान्य रूपमा यसलाई चाहिँ कर्म भनिन्छ। अनि कि कुनै पनि कार्य जुन चाहिँ प्रकृतिको गुणमा र समयको प्रभावमा जुन गर्छौँ नि, अथवा भौतिक सिम्पल भाषामा भन्दाखेरि चाहिँ भौतिक संसारमा हामीले भौतिक संसारमा जुन कार्यहरू गर्छौँ नि त्यसलाई चाहिँ कर्म भनिन्छ है त। किनकि 3 गुण पनि भौतिक संसारमै छ, समय पनि भौतिक संसारमै छ। आध्यात्मिक जगतमा यो 3 गुण भन्ने पनि हुँदैन र समय पनि हुँदैन है। त्यही भएर त्यहाँ के छ इटर्नल छ, किनकि समयले नै के छ हामीलाई बुढो बनाउने होइन, डिस्ट्रोय गर्ने अथवा हुन्छ नि सबै कुराहरू डिटोरिएट हुँदै हुँदै जाने केले गर्दाखेरि हो टाइमले गर्दाखेरि हो नि त। तर स्पिरिचुअल वर्ल्डमा चाहिँ त्यस्तो हुँदैन। त्यही भएर चाहिँ के छ त्यहाँ के छ इटर्निटी छ त्यहाँ चाहिँ है। मान्छेले इटर्निटी भन्छ नि, वास्तवमा त्यो स्पिरिचुअल वर्ल्डमा छ इटर्निटी चाहिँ, भौतिक संसारमा छैन, किनकि डिस्ट्रोय हुन्छ कुनै न कुनै टाइममा। त्यो भएको हुनाले ओके। अनि यहाँ चाहिँ के छ एउटा फेमस एउटा के छ यहाँ एउटा फेमस के छ एज यु सो सोसियल युरी भनेको होइन जस्तो के छ जेसार त्यो पनि भयो जस्तो रोप्यो उस्तै फल भने जस्तो कि यो चाहिँ होइन, जस्तो रोपिन्छ हामीले त्यस्तै फल पाउने हो होइन। जस्तै अब यस्तो त होइन नि त, अब आँप रोपेको छ होइन मजाले होइन, त्यहाँ त कुनै धान त फल्दैन त्यहाँ होइन, अथवा हुन्छ नि तपाईँहरूले एकदम हुन्छ नि अब होइन एकदम मिठो आँप फलाउँछु अथवा हुन्छ नि अहिले के छ ड्रागन फ्रुट फलाउँछु अथवा एभोकाडो फलाउँछु भन्ने होला होइन, एकदम फलाउनु भयो रोप्नु भयो अरे होइन, एकदम मिहिनेत गर्नुभयो होइन, रोप्नुभयो पानी सानी हाल्नुभयो, पछि थाहा छ त्यहाँ के फल्यो अरे, त्यहाँ त करेला फल्यो अरे कि। अब त्यो के भयो त्यो त्यस्तो हुन्छ कहिले सम्भव छैन नि त। किनकि अब यदि ड्रागन फ्रुट रोपेको भनेको अलिक सबैको फेभरेट हो नि त होइन। ड्रागन फ्रुट रोप्यो भने के हुन्छ ड्रागन फ्रुटै फल्छ नि, करेला फल्ने कुरै हुँदैन हो। त्यही भएर के छ हामीले पनि के छ जस्तो कुराहरू हामीले चाहिँ रोपेका हुन्छौँ त्यस्तै फल पाइने हो। त्यसरी नै हामीले जस्तो कर्महरू गरेका हुन्छौँ हामीले त्यस्तै फल पाउने हो होइन। राम्रो कर्म गरेर के हुन्छ राम्रो फल पाइन्छ, नराम्रो कर्म गरेर नराम्रो फल पाइन्छ होइन। राम्रो गरेर नराम्रो किन भयो भन्ने यताउता भन्ने कुरा चाहिँ के छ त्यो कुराहरू चाहिँ पूर्वजन्मबाट आउने कुरा हो है। किनकि हामीले पास्ट किनकि हाम्रो जीवन त अनि यही जीवनमा खायो पियो मोज गर्यो अनि सक्यो भन्ने त होइन, किनकि अरू पनि जीवन छ, पहिला पनि थियो पछि पनि हुन्छ। नत्वैवाहं जातु नासं नत्वां निमे जनाधिप नचैव न भविष्यमः सर्वे वयमतः परम। यानि कि होइन भविष्यमा पनि पहिला पनि थियो अहिले पनि छ भविष्यमा पनि हुनेछ होइन, सबैको एक्जिस्टेन्स छ र त्यही अनुसार के छ होइन कर्म पनि हामीले गरिरहेका छौँ त्यसको फल हामीले भोग्ने हो। ओके, जस्तै कुनै होइन अदालतमा चाहिँ के हुन्छ होइन
जजले चाहिँ के हुन्छ कसैलाई जेल भनेर चाहिँ के गर्छन् घोषणा गरिदिन्छ नि त यसलाई अब फाँसी दिनुपर्छ यसलाई के छ जन्म कैद दिनुपर्छ अनि यसलाई के छ यति वर्षको सजाय दिनुपर्छ भने जजले भन्छन् अनि जजले के गर्छन् कसैलाई हैन हैन अब के छ न्याय दिन्छन् भनौँ न जस्तै $1000 लेखेको छ जेस हुन्छ उसलाई चाहिँ के हुन्छ उसले चाहिँ केही पाउँछ उसले चाहिँ हैन उस एउटाले के पायो हैन यसलाई चाहिँ कैदी बनाउनु पर्छ भनेर पायो एउटाले अर्कोले के छ उल्टो हो ठ्याक्कै हैन उसले चाहिँ पुरस्कार पायो अथवा केही अवार्ड पायो अथवा केही हैन धन पायो अथवा उसले केही न्याय पायो जे होस् पायो नि त किन पायो भन्दाखेरि के हैन के किन जजले त त्यस्तो फरक फरक दिएको त सबैलाई एउटा दिनुपर्ने हो नि त हैन किन दिएको भन्दाखेरि चाहिँ उसको कार्य जस्तै अब कोहीले पाप कर्म गरेछ भने उसले के छ जेल बस्नु पर्यो कसैको मृत्यु गरेको छ भने अब मृत्युदण्ड हो कि फाँसी हो कि अब के हो अब जन्म कैद हो कि त्यो जे के छ विधानमा हैन त्यो अनुसार पाउने हो हैन नियम अनुसार कानुन अनुसार पाउने हो सिम्पल कुरा हो जसले पनि थाहा छ अनि अब यसमा त्यस्तो भन्न मिल्दैन ऊ त एकदम के छ अनि एकदम बायस रहेछ ऊ त एकदम पक्षपाती रहेछ जज त भन्नु त मिल्दैन नि त हो त होइन त्यो त किन होइन भन्दाखेरि नियम अनुसार भएको हैन हो सिम्पल कुरा हैन कर्मको पनि त्यही हो कर्मको नियम अनुसार के हुन्छ हजारौं लाखौं वर्ष अगाडिदेखि के हुन्छ आइरहेको हुन्छ हैन त्यो कुराहरू आउँदै आउँदै यता आइरहेको हुन्छ अनि त्यो पहिलाको कर्म हामीले अहिले भोग्छौं तर अघि हामीले सुरुको एउटा स्लाइडमा हेरेको थियौं कि हामीले के छ हामीले जस्तो देखेको हुन्छौं हामीलाई त्यस्तै हो जस्तो लाग्छ के संसार वास्तवमा त होइन किनकि हामीले हाम्रो पास्ट लाइफ त्योभन्दा अगाडिको लाइफ करोडौं वर्ष अगाडिको लाइफ त हामीलाई थाहा छैन नि त तर के छ त्यो त हामीले भोग्नु पर्छ हैन हो त्यो चाहिँ हामीलाई थाहा छैन त्यही भएर हामीले चाहिँ एक जन्मको मात्र देखिरहेका हुन्छौं त्यही भएर चाहिँ हामीलाई यस्तो क्वेशनहरु हाम्रो यस्तो क्वेशनहरु उठ्नु के छ स्वाभाविक हो है अनि के छ अब ल ठीक छ त्यसले कुले कर्म गरिरहेको छ त ठीक छ हैन अब कर्म चाहिँ कसले गराइरहेको छ त अनि यो कुरा पनि छ भगवद्गीतामै छ है त यी भगवद्गीता 3 को 47 हो सायद है 47 नम्बर श्लोकमा चाहिँ यो श्लोक छ प्रकृतिः क्रियमाणानि गुणैः कर्माणि सर्वशः अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते अनि के छ हैन गराउने कसले भन्दाखेरि चाहिँ के छ प्रकृतिको गुणले चाहिँ गराउने है त अघि जुन हामीले तीनटा गुण पढ्यौं नि सत्वगुण रजोगुण तमोगुण हो त्यो के छ तीनटा गुणले चाहिँ यानी कि 3 मोड्स अफ मेटेरियल नेचर यानी कि प्रकृतिको 3 गुणले चाहिँ गराउने हो है त गुणै यानी कि गुणले गराउने हो हैन के छ कर्माण यानी कर्म चाहिँ गुणले गुणद्वारा चाहिँ हुने हो त्यो चाहिँ हैन तर के छ अहंकार विमूढात्मा कर्ताहम् इति मन्यते यानी कि अहंकारको यानी फल्सीको कारणले गर्दाखेरि के गर्छ त्यो विमूढात्मा त्यो मूर्ख जीवले के सोच्छ भन्दाखेरि चाहिँ मैले गरेको यो काम चाहिँ मैले चाहिँ झण्डा गाडेको हो मैले चाहिँ यस्तो गरेको भने चाहिँ त्यो भन्छ वास्तवमा कसले गरिरहेको छ प्रकृतिको गुणले गरिरहेको छ है त ठीक छ प्रकृतिको गुणले गरिरहेको छ अनि जीवले चाहिँ सोच्छ कि मैले गरेको भनेर हैन खास गराउने चाहिँ कसले रहेछ अझ हामीले पनि गरेको यहाँ त भगवानको त नामै आएको छैन है भगवानले गरे भन्छ नि वास्तवमा यहाँ भगवानले त के हामीले पनि गरेको भनेर हिँड्छौं वास्तवमा गराउने कसले रहेछ प्रकृतिको गुणले गराउने रहेछ किन गराउने रहेछ भन्दाखेरि त्यो गुणको आफ्नो विशेषता हुन्छ त्यो विशेषता अनुसार गराउने रहेछ जुन हामीले अगाडि चर्चा गरिसक्यौं हैन अनि त्यसो भए अनि को त जिम्मेवारी हैन अब के भगवान जिम्मेवारी हो कि को जिम्मेवारी हो त हैन यसको लागि चाहिँ हैन ल ठीक छ गुणले गरायो हैन यसको लागि अब के भगवान जिम्मेवारी हो त किनकि भगवानबाट सबै कुरा आएको भनिन्छ नि त भगवानले गरे भगवानको हात छ कि एमा श्रीमद् भागवतमा एउटा श्लोक छ हैन कर्मणा दैव नेत्रेण जन्तुर्देहोपपत्तये स्त्रिया प्रविष्ट उदरम वंशो रेतः कर्णाश्रयः यानी के छ यो चाहिँ भगवान कपिल देवले भन्नुभएको श्लोक हो है त ठीक छ न कपिल देव भनेको भगवानकै एकजना अवतार हुनुहुन्छ है श्रीमद् भागवतमको तेस्रो स्कन्धको लास्टको 5वटा च्याप्टरमा चाहिँ विस्तृत वर्णन छ है कर्दम मुनि र देवहूति माताको बारेमा यदि सुन्नु भएको छ भने छैन भने यदि भागवतम पढ्नु भयो भने त्यहाँ उहाँको बारेमा एकदम विस्तृत वर्णन छ है त उहाँले भगवानले के भन्नुहुन्छ भन्दाखेरि चाहिँ हैन के छ यो कसले भइराको छ कसरी भइराको छ भन्दाखेरि अन्डर द सुपरभिजन अफ द सुप्रिम लर्ड हो भगवानकै निर्देशनमा भइराको छ भगवानकै अध्यक्षतामा भइराको छ तर के छ अकॉर्डिङ टु द रिजल्ट अफ हिज वर्क यानी के छ हिज भनेको जीव भन्नु खोजेको है अनि के छ त्यो जीवले गरेको के छ कार्य अनुसार नै भइराको है त अन्त भगवानले के गर्नुहुन्छ अनि यहाँ चाहिँ
भगवानले जस्ट के हुन्छ सुपरभाइज मात्र गर्नुहुन्छ कि भगवानले कन्ट्रोल चाहिँ गर्नु हुँदैन। ठिक छ, भगवानको हो भगवानकै सुपरभिजन भइरहेको छ, तर पनि भगवानले कन्ट्रोल चाहिँ अथवा भगवानले चोइस चाहिँ गर्नुभएको हुन्न। जस्तै फर इक्जाम्पल जस्तै सिम्पल जस्तै क्लासमा होइन पढाइरहेको छ भने हो टिचरले त्यहाँ हेर्नु भएको हुन्छ सब स्टुडेन्टहरूलाई होइन, तर कोही फर्स्ट हुन्छन्, कोही पास हुन्छन्, कोही फेल हुन्छन्। अब फेल हुने विद्यार्थीले कसलाई दोष दिने? टिचरलाई दोष दिने कि आफूलाई दोष दिने? अब यसले आफूलाई दोष दिने होइन, किनकि यदि टिचरलाई दोष दिने भए त होइन फर्स्ट कसरी भयो त होइन त्यहाँ, अनि यदि टिचरले त्यस्तो गरेको भए त होइन फर्स्ट कसरी भयो, अरू विद्यार्थी पास कसरी भयो होइन। हो त्यसरी नै हो यो भनेको के छ फेल पनि हुन्छ नि। हो त्यसरी नै के छ जब जीवले चाहिँ के छ होइन खराब काम गरे पनि के हुन्छ त्यो के छ जीव नै के हुन्छ यसमा के छ त्यो ऊ चाहिँ जिम्मेवारी चाहिँ को हुन्छ जीव नै हुन्छ। त्यही जीवलाई के गरिन्छ होइन पिताको वीर्यद्वारा चाहिँ होइन माताको गर्भमा त्यो जीव चाहिँ प्रवेश गर्छ, अनि के हुन्छ त्यसले अनि अर्को शरीर धारण गर्छ। त्यही अनुसार के छ फल भोग्दै 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 जान्छ। उसले जो जीवले जस्तो कर्म गर्यो अनि अर्को शरीर जुन शरीर पाउँछ त्यो शरीरमा के छ त्यही अनुसार उसले फल भोग्छ होइन। सिम्पल कुरा हो। अनि भगवानले नै भन्नुभएको छ यो श्लोक होइन, कुनै भगवानले नै गराउने, भगवानले जबरजस्ती होइन उसले मार्ने त होइन, जबरजस्ती होइन यसलाई चाहिँ म होइन यो मेरो दुश्मन हो यसलाई चाहिँ अब मारिदिन्छु भनेर भगवानले मार्ने अथवा एक्सिडेन्ट गराइदिने अथवा गरिब बनाउने त होइन, अनि गराउने चाहिँ कसले हो जीवले नै गराउने हो। ठिक छ, अनि न्युटन्स ल अफ एउटा हामीले पढेकै छौँ होइन के छ इभ रियाक्सन एज इक्वल एन्ड अपोजिट रियाक्सन। जस्तो होइन जस्तो कुनै के छ कुनै क्रियाको के हुन्छ अपोजिट इक्वल अपोजिट रियाक्सन हुन्छ। सिम्पल कुरा हामीले पढेकै कुरा हो। कर्मको सिद्धान्त पनि त्यही हो, जस्तो कर्म गर्यो उस्तै फल भोग्यो। अब त्यो के छ होइन अहिले नै त्यो रक्सी खा जस्तो होइन कि, रक्सी खायो भने के हुन्छ भर्खरको भर्खर लाग्छ नि त होइन, तर कर्मको सिद्धान्त भनेको घिउ खाए जस्तो हो क्या। घिउ खायो भने आजको आजै मोटाइँदैन नि त, अनि भविष्यमा मोटाइएला होइन, तर के छ त्यो चाहिँ के छ रक्सी खाए जस्तो होइन है त। कर्मको सिद्धान्त भनेको चाहिँ अहिलेको मोडर्न साइन्स भनेको चाहिँ रक्सी खाए जस्तो हो, अहिलेको अहिले चाहिने। तर कर्मको सिद्धान्त भनेको घिउ खाए जस्तो जुन चाहिँ के हुन्छ अब करोडौँ लाखौँ कति वर्ष लाग्यो भने थाहा छैन, मान्छेलाई मोटाउन पनि जस अब कसैलाई टाइम लाग्न सक्छ, अब के हुनसक्छ अब त्यो ठ्याक्कै थाहा हुँदैन नि त, त्यो व्यक्तिको शरीर अनुसार हुन्छ। त्यस्तै कर्मको सिद्धान्तमा पनि कसले कस्तो कर्म गरेको छ त्यही अनुसार नै त्यो कुरा फल चाहिँ भोगिन्छ है त। ओके, अनि हाम्रो चाहिँ अब कर्मको कुरा आयो होइन, अब हामीले चाहिँ होइन जुन हाम्रो जुन मनुष्यले गर्नुपर्ने केही नियमहरू छ है त होइन, कुनै कुनै के छ एउटा सिद्धान्तहरू छन् जुन कुरा चाहिँ हामीले गर्नु हुँदैन। जस्तै कि हो मिट इटिङ गर्नु हुँदैन, इन्टक्सिकेसन यानि के छ मांस भक्षण गर्नु हुँदैन, अथवा नसापानहरू गर्नु हुँदैन, अवैध सम्बन्ध बनाउनु हुँदैन, र के छ होइन जुवातासहरू खेल्नु हुँदैन। यो चाहिँ के हो मनुष्य जीवनको मुख्य के हो पिलर हो, धर्मको एउटा पिलर हो होइन, यो कार्य चाहिँ गर्नु हुँदैन है भन्ने एउटा के छ नियम हो, डिसिप्लिन हो है त हो। अब अनि के छ डिसिप्लिन है त। अनि के छ हाम्रो ह्युमन जीवनमा हामीले के छ इन्टेलिजेन्स छ कि पशुहरूमा छैन यो होइन, अनि हामीले यसलाई यो गलत हो भने छुट्याउन लागि छ होइन हामीलाई एउटा इन्टेलिजेन्स छ हामी ह्युमनमा चाहिँ। सिम्पल जस्तै होइन त्यो मासु खानुहुन्न अथवा होइन नसा गर्नुहुन्न भनेको सबैलाई थाहा छँदैछ हो कि होइन, थाहा छँदैछ नि त। अनि त्यो भएको हुनाले अब गरेपछि के भन्छ आफैले फल भोग्नु पर्यो। ठिक छ, सिम्पल हामीले यो सामान्य होइन कर्मकै सिद्धान्तमा नलाए पनि सिम्पल जस्तै होइन हामीले हेल्थकै हिसाबमा हेरौँ अथवा सामाजिक दृष्टिकोणले हेरौँ होइन, जस्तो कसै ड्रग्स खाएर हिँडिरहेको छ भने त्यस्तो मान्छेलाई कसैले राम्रो मान्छ र अवश्य पनि मान्दैन। सामाजिक दृष्टिकोणले पनि उसलाई नराम्रै मानिन्छ कि, किनकि त्यो तर अभियसली राम्रो कुरा होइन नि त। कोही रक्सी खाएर हिँडिरहेको बाटोमा पल्टिरहेको छ, नालीमा पल्टिरहेको छ होइन, त्यो त कुनै डिसिप्लिन होइन नि त हो। के छ हो यो त्यो चाहिँ डिसिप्लिन हो, सामान्य रूपमा पनि फलो गर्नुपर्छ। र यो कर्मको सिद्धान्तले त अठ्याक्क यसले त के छ जकडेर त राखि नै हाल्छ हो। त्यही भएर चाहिँ हाम्रो मनुष्य जीवनमा चाहिँ के छ यो बुद्धि दिनुभएको छ भगवान्ले चाहिँ, ताकि यसो गरेर सही गलत छुट्याउन सकौँ भनेर, अनि त्यही अनुसार चाहिँ अगाडि बढौँ भनेर। ओके, अब यदि गर्दा गर्दै पनि हामीले नमानेर होइन म यही कुरा होइन पाप गर्दै गर्छु, म यो नियमलाई तोड्छु होइन, यो नियमलाई तोड्छु, पाप गर्छु, म एकदम खराब काम गर्छु भन्ने लाग्छ भने के हुन्छ हामी के छ हाम्रो चाहिँ पतन हुन्छ। हामीले चाहिँ निम्न शरीरहरू प्राप्त गर्नुपर्छ, पशु शरीर प्राप्त हुन्छ हामीलाई, अनि मनुष्य शरीरमा के छ इन्टेलिजेन्स थियो अनि हामीले सही कर्महरू गर्नको लागि के छ दिएको थियो, तर हामीले त्यो नगरेर के छ यदि गरेन भने के हुन्छ हामीलाई चाहिँ लोवर एनिमलिस्टिक लाइफ लोवर लाइफ चाहिँ हामीले के छ हामीले पाउनुपर्छ।
हामीले त्यो भोग्नुपर्छ अनि त्यही नै के हाम्रो डेस्टिनी हो, त्यही नै हाम्रो के भाग्य, त्यहीलाई नै भाग्य भनिन्छ। अनि कसैले भन्छ नि कर्म ठुलो कि भाग्य ठुलो भन्छ नि, वास्तवमा कर्म र भाग्य भनेको अलग कुरै होइन कि एउटै कुरा हो। यो कुरा चाहिँ कतिलाई थाहा छैन, र कर्म र भाग्य भनेको एउटै कुरा हो है, ठिक छ। कर्म र भाग्य भनेको अलग अलग कुरा होइन। म चाहिँ कर्ममा विश्वास गर्छु, म चाहिँ भाग्यमा विश्वास गर्छु, एकदम ठुलो मूर्खता हो यो चाहिँ है। कर्म र भाग्य भनेको एउटै कुरा हो, यो कुरा चाहिँ बुझ्न जरुरी छ है त। अनि के छ हामीले भोग्छौँ, अब विभिन्न रोगहरू लाग्छ अनि विभिन्न कुराहरू हुन्छ, हामी एकदम के छ अनि निम्न एकदम हुन्छ नि, एकदम तल्लो 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 परिवार, तल्लो भने जात भन्न खोजे होइन, एकदम मूर्ख, जुन तमोगुडीवाला परिवार है, लो ग्रेडेड भनेको छ नि, लो एन्ड डिग्रेडेड भनेको नि, त्यो भनेको चाहिँ तमोगुडी एकदम हुन्छ नि, मूर्ख एकदम होइन, एकदम के छ बुद्धिमान नभएको एकदम एकदम हुन्छ नि, म्याड हुन्छ नि, हो त्यस्तो परिवारमा जन्म लिन्छौँ। अनि एक छ कुनै शिक्षा पनि हुँदैन, कुनै ज्ञान पनि हुँदैन होइन, शारीरिक रूपमा पनि होइन सुन्दरता हुँदैन, हो पाप कर्म गरे पनि सबै कुरा हुन्छ कि, ठिक छ। जस्तै अब हुन्छ नि कोही जन्मिँदाखेरि नै अपाङ्ग हुन्छ नि, किन थाहा छ? किनकि होइन त्यो अपाङ्ग हुनु भनेको चाहिँ पास्ट लाइफमा गरेको कर्मको फल हो, त्यो कुरा चाहिँ के छ यो जीवनमा भोगेको हो। त्यहाँ भगवानले गएर खुट्टा भाँचिदिनु भएको होइन, पेटमा गएर, आमाको पेटमा गएर, ठिक छ। त्यो चाहिँ के छ उसले गरेको पहिलाको के छ पहिलाको जन्मको के छ यो फल हो, ठिक छ। यो फल चाहिँ उसले भोग्नु परेको अनि त्यहाँ, किनकि जिरोबाट सुरु हुने भए त होइन सबैको एउटै हुनुपर्ने, सबै अपाङ्ग हुनुपर्ने, सबै सुन्दर हुनुपर्ने, सबै एउटै हुनुपर्ने होइन, अनि सबैको फेस एउटै हुनुपर्ने होइन, किनकि यो सबै कुरा के छ होइन कर्मको सिद्धान्त। त्यही भएर जेनेटिक्स यताउता भन्छ नि, वास्तवमा एउटा के छ एउटा स्थूल विज्ञान भयो के, जेनेटिक्स यताउता भन्नु हुँदै एउटा के छ क्रोमोजोमहरू यताउता हुने भन्ने चाहिँ के हो डिएनए को कुराहरू स्थूल विज्ञान भयो, र कर्मको सिद्धान्त भनेको चाहिँ सूक्ष्म विज्ञान हो कि। र सूक्ष्म विज्ञान चाहिँ अहिलेको के छ कुनै पनि वैज्ञानिकहरूले यो कुरालाई स्वीकार्दैनन् पनि र यो कुरा पढाइदैन पनि, ठिक छ। तर वास्तवमा शास्त्रमा हामी त्यही भएर शास्त्र अनुसार चाहिँ जानुपर्ने हुन्छ, र शास्त्र अनुसार चाहिँ के छ कर्म अनुसार नै हामीले यो के छ फल भोग्छौँ, सिम्पल कुरा हो। ओके, अनि के छ यहाँ एकजनाले विलियम जेनिङ्स ब्रायन भन्ने व्यक्तिले पनि भनेका छन् कि डेस्टिनी इज नट म्याटर अफ चान्स, इट इज द म्याटर अफ चोइस। अनि जुन हाम्रो भाग्य हुन्छ यो चाहिँ कुनै बाई चान्स भएको होइन। जस्तै अब हामीले के कुराले भोगिरहेका छौँ नि, दुःख भोगिरहेका छौँ नि, त्यो कुनै चान्सबाट भएको होइन कि, त्यो के हो हामीले इच्छा गरेका थियौँ होइन, पहिला होइन के पाप कर्महरू गरेका थियौँ र त्यो पाप कर्मको फल हो। किनकि सब कुरा साइन्सले सबै कुरा कनेक्टेड हुन्छ होइन, कुनै यतिकै चान्सले भयो होइन त्यो भएको त्यो कुराहरू भएको होइन। यो कुरा चाहिँ के छ सबै कुरा चाहिँ के छ हाम्रो इच्छाले नै हामीले चुज गरेर हामीले गरेकै हो। किनकि पास्ट लाइफमा हामीलाई थाहा थिएन नि त हाम्रो आइडेन्टिटी को भन्ने कुरा, तर पनि के छ साइन्स फ्याक्ट त फ्याक्ट नै हुन्छ नि त। हुनसक्छ कसैलाई अब होइन म्याथमेटिक्सको होइन अल्जेब्रा थाहा नहोला, ट्रिग्नोमेट्री थाहा नहोला होइन, अब बिस्तारै पढ्दै पढ्दै गएपछि थाहा हुन्छ नि त। ट्रिग्नोमेट्री पढेको मान्छेले कम्प्लेक्स नम्बर थाहा हुँदैन, कम्प्लेक्स नम्बर अलिकति पछाडि गएर थाहा हुन्छ होइन। अब अगाडिको मान्छेले होइन हुँदैन भन्ने मान्दैन भन्ने मिल्दैन, किनकि त्यो कुरा त पढेकै छैन उसले, पछि गएर पढ्छ ए यस्तो पो रहेछ भन्ने हुन्छ। सिम्पल कुरा हो, जब हाम्रो चेतनाको स्तर चाहिँ बढ्दै जान्छ अनि के हुन्छ सबै कुरा हामीले चोइस चाहिँ के छ बाई चान्स चाहिँ होइन छ होइन, कुनै होइन बिग ब्याङबाट भएको होइन छ। यो कुरा के छ हामीले नै इच्छा गरेको रहेछौँ, यो कर्मबाट चाहिँ भएको रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ बुझ्छौँ। अनि एउटा भनाइ छ लाइफ इज अ प्रिपरेसन, डेथ इज एक्जामिनेसन। किनकि लाइफमा हामीले जस्तो कर्महरू गऱ्यौँ र मृत्युको समय पनि त्यही हुन्छ, र हामीले पछिको के छ पछिको जन्म पनि के छ हामीले त्यही अनुसार प्राप्त गर्छौँ। त्यही भएर हामीले चाहिँ के छ अहिले भनेको चाहिँ प्रिपेयर गर्ने टाइम हो कि, अनि हामीले अगाडिको जन्म कस्तो गराउने भन्ने कुरा चाहिँ के छ होइन हाम्रो चाहिँ के छ तयारी हो है त। अनि जस्तो तयारी गऱ्यौँ त्यही अनुसार हामीले एक्जाम दिन सक्ने हो किन। अब पढेकै छैन भने एक्जाममा फेल भइन्छ। अब यहाँ एक्जाममा हाम्रो भौतिक एक्जाम जस्तो सारेर पास हुँला भन्ने हुँदैन, यो कर्मको कुरामा चाहिँ सार्ने भन्ने हुँदैन। त्यहाँ चाहिँ त्यहाँ के छ भगवान सर्वस्य जहाँ हृदय सन्निविष्ट, भगवान सबैको हृदयमा हुनुहुन्छ, सबै कुरा देख्नु भएको छ। अघि हामीले हेर्थ्यौँ नि भगवानले सबै कुरा सुपरभाइज गर्नुहुन्छ, भगवानले सबै कुरा देख्नुहुन्छ, ठिक छ। त्यही भएर यहाँ चिटिङ हुँदैन, यहाँ चाहिँ है गरेपछि भोग्नै पर्छ। अनि के छ डिफ्रेन्ट टाइप्स अफ कर्म छ है, तीन किसिमको कर्महरू छ, ठिक छ। अघि हामीले चाहिँ कर्मको सामान्य डिफिनेसन हेरेका थियौँ नि त। अब अहिले के छ होइन तीनवटा किसिम कर्म छ, कर्म विकर्म र अकर्म भन्ने चाहिँ त। अब छोटो यसको के रहेछ यसको बारेमा हेर्नु त। कर्म भने के हो शास्त्र अनुसार हामीले जुन कार्य गर्छौँ त्यो चाहिँ कर्म हो।
र कर्म गऱ्यो भने के हुन्छ राम्रो फल पाउँछौँ शास्त्र अनुसार गर्यो जस्तै हुन्छ नि माछा मासु नखाने हैन सादा भेजिटेरियन हुने अथवा हुन्छ नि हैन पूजा देव देवताको अथवा भगवानको पूजा गर्ने हैन अथवा दान दिने हैन दुखी गरिबहरूको सेवा गर्ने मन्दिर जाने सबै कुरा के हुन् कर्म हुन् अनि यो गरेपछि के हुन्छ राम्रो पुण्य प्राप्त हुन्छ राम्रो फल पाइन्छ अनि के हुन्छ अर्को जन्म पनि हामीले राम्रो हैन अब यहाँ छ नि राम्रो मान्छेलाई किन नराम्रो हुन्छ भन्ने कुरा नि हो कि अनि हामीले अब पहिलाको जन्ममा राम्रो गरेको छौँ भने के हुन्छ पछिको जन्म पनि गुड रियाक्सन राम्रो फल आउँछ अनि तर के हुन्छ राम्रो कर्म गरे पनि के छ हामीले चाहिँ बन्धन छ बन्धन नै हो है कर्म गर्नु पनि बन्धन नै हो किनकि यसले के हुन्छ कर्म बन्छ नि त फेरि अर्को जन्म पनि फेरि कर्म बन्छ फेरि भोग्नुपर्छ फेरि अर्को जन्म गर्छ फेरि भोग्नुपर्छ फेरि हुन्छ फेरि भोग्नुपर्छ अनि चेन जस्तो भयो कि यसो चेन हुन्छ नि चेन देख्नु भएको छ नि त यसो यसो बानेर हुन्छ नि चेन यस्तो हो कि कर्म भनेको नि तर हामीले के छ हामीले चेनलाई ब्रेक गर्नु छ कि त्यो चेनलाई ब्रेक गरेपछि मात्रै फेरि के छ हामी भगवानको धाममा फिर्ता जान सक्छौँ कि किन हामी त आएको त्यही बाटो हो नि त हाम्रो उद्देश्य पनि त्यही जानु हो त्यही भएर चाहिँ हो त्यो कर्म कर्म पनि के हो बोन्डेज हो तर पनि के छ सामान्य रूपमा हेर्दाखेरि कर्म भनेको राम्रो कर्म जुन भन्छ नि हैन झुट नबोल्नु हत्या हिंसा नगर्नु त्यो सबै के हो कर्म हो है त ओके यसको चाहिँ राम्रो फल प्राप्त हुन्छ है चाहे यो जन्ममा होस् चाहे अर्को जन्ममा होस् चाहे हजारौँ जन्म पछि होस् त्यो फल चाहिँ हामीले राम्रो फल चाहिँ अवश्य नै पाउँछौँ अनि विकर्म भनेको के हो ठ्याक्क कर्मको उल्टो यानि कि शास्त्रको विरुद्धमा भयो कर्म शास्त्रको अनुसार थियो भने विकर्म भनेको शास्त्रको विरुद्ध भयो अनि अब शास्त्रको विरुद्ध कर्म गरेपछि के हुन्छ ब्याड रियाक्सन हुन्छ नराम्रो फल भोग्नुपर्छ र अब यो त के छ बन्धनको कारण त भइ नै हाल्यो है हामीलाई यो कुरा लाग्थेन होला नि त हैन राम्रो काम गरे पनि कसरी बन्धन हुन्छ भन्ने कुरा तर वास्तवमा के छ यो बन्धन नै हो यो भनेको पुण्य हो कर्म भनेको चाहिँ पुण्य कर्म हो विकर्म भनेको चाहिँ पाप कर्म हो कर्मबाट चाहिँ पुण्य बन्छ विकर्मबाट चाहिँ पाप बन्छ ठीक छ अनि कर्म गरेपछि राम्रो फल भोग्छौँ विकर्म गरेपछि नराम्रो फल भोग्छौँ हो त्यही हामीले पास्ट लाइफमा गरेको विकर्म चाहिँ अहिले भोगिरहेका छौँ त्यही चाहिँ के हो हैन गुड पिपुललाई नराम्रो हुन्छ भन्ने चाहिँ त्यही नै भएको है त अहिलेको जीवनमा अलिअलि केही राम्रो कर्म गरेको हुनसक्छ तर के छ ब्याड कर्म चाहिँ के छ पहिलाको जीवनमा भोगेको हुन्छ त्यो चाहिँ आउँछ नै आउँछ ओके हो यो विकर्मको कारणले हामीले पहिलाको जीवनमा विकर्म गरेको थियौँ हो त्यही हामीले चाहिँ अहिले के छ भोग्नु परेर नै के हुन्छ नराम्रो भएको नराम्रो कर्म चाहिँ नराम्रो के छ हामीले फल भोगिरहेका छौँ ओके छ अब चाहिँ सायद क्लियर हुनुभयो होला है त अनि अकर्म भनेको चाहिँ हैन अब यो दुईटा त हामीलाई थाहा थियो होला है अकर्म भन्ने कुरा के हो भन्दाखेरि शास्त्र अनुसार नै हो तर के छ अकर्मको के छ कुनै रियाक्सन हुँदैन किन भन्दाखेरि चाहिँ अकर्म गरेपछि के हुन्छ कुनै कर्म नै बन्दैन जस्तै हामी भौतिक संसारमा फसिरहेका छौँ नि त किन भन्दाखेरि यो कर्म र विकर्मको साइकलमा फसेर चाहिँ हामी के छ हामीले यो फल भोगिराख्नुपर्छ कर्म बनेको बनै छ अनि हामीले भोगेकै छ फेरि कर्म गरे फेरि फल भोग्यो फेरि कर्म बन्छ फेरि फल हो त्यसो के छ साइकल चलै छ हैन तर अकर्म गर्यो भने के हुन्छ त्यो साइकल चाहिँ बन्द हुन्छ ठीक छ त्यो साइकल चाहिँ के हुन्छ बन्द हुन्छ त्यसको कुनै फल हामीले भोग्नु पर्दैन अनि के हुन्छ हाम्रो मुक्ति हुन्छ यानि कि हामी भगवानको धाममा जान्छौँ हैन यानि कि हामीले फेरि के छ जन्म लिनु पर्दैन हो त्यो भनेको चाहिँ के अकर्म हो यसको विषयमा पनि हामीले अगाडि नै मन्डे क्लासमा चर्चा गरेका थियौँ अनि हजुरहरू कतिजना याद छैन भने रिभाइज भयो त अहिले अगाडिकै क्लासहरू एकदम कनेक्टिङ छ है जस्तै प्रकृतिको 3 गुण पनि यहाँ आयो फेरि कर्म विकर्म पनि फेरि आयो धेरै कुरा रिपिट भइरहेको छ अब हजुरहरूलाई कतिको याद भएको छ त्यो चाहिँ हजुरहरूले आफै हेर्नु होला है त ओके अब हामी चाहिँ अन्तिममा आइसकेका छौँ यानि कि के छ भन्दाखेरि चाहिँ अब सब कुरा डिस्कस गर्यौँ नि त अब ठिक छ ल सब थाहा भयो हैन ओके पूर्वजन्म हुने रहेछ पूर्वजन्म कर्मबाट हामीले फल भोग्ने रहेछौँ 3 गुणले हामीलाई घुमाइराख्ने रहेछ अनि त्यो कर्मको पनि 3टा प्रकार हुने रहेछ अनि के चाहिँ गर्नुपर्ने के चाहिँ गर्नु नहुने रहेछ यो सब कुरा थाहा पायौँ है त ठिक छ अब गर्ने के त अनि ठिक छ अकर्म गरेपछि हामीले फल भोग्ने रहेनछौँ अनि के छ लिबरेसन यानि कि मुक्ति हुने रहेछ हैन तर कर्म पनि बन्धन रहेछ विकर्म पनि बन्धन रहेछ यो दुईटा त हामीले गर्नु नहुने रहेछ गर्ने त अकर्म गर्नुपर्ने रहेछ तर अब फेरि कर्म गरे अब अकर्म पनि त केही त गर्नुपर्ने होला नि त हैन त्यो के चाहिँ गर्नुपर्ने रहेछ अब भन्ने कुरा चाहिँ अब हामी चाहिँ के छ डिस्कस गर्छौँ है एउटा श्लोक छ एउटा के छ प्रभुपादले एकदम हजुरले प्रभुपादको बुक र प्रभुपादको लेक्चर यदि राम्रोसँग सुन्नु भएको छ भने यो श्लोक नसुन्ने कोही पनि हुनुहुन्न है त नित्यो नित्यानाम
चेतनश्चेतनानां एको बहुनाम यो विदधति कामन। यो त प्रपातले 1000 चोटि भनि 1000 चोटि भनिसक्नु भएको छ है त। अनि यानी के हो भनेको के हो भन्दाखेरि चाहिँ हैन हि भनेको भगवानलाई भनेको है त। भगवान के हुनुहुन्छ हैन, अनि दुईटा चीज छ के, ठीक छ। एउटा हो जीवात्मा, एउटा हो परमात्मा, ठीक छ हैन। तर जीवात्मा चाहिँ धेरै हुन्छ नि, इटर्नल्स यानी कि यहाँ के छ प्लुरल छ है। अनि के जीवात्मा के छ प्लुरल्स यानी कि धेरै छन् हैन। अनि परमात्मा के हुन्छ इटर्नल यानी कि एउटा हुनुहुन्छ है त। हि इज द सुप्रिम कन्सियस हैन बीइङ एमङ द अल कन्सियस बीइङ्स यानी कि के छ भगवान अल कन्सियस बीइङ। जीवात्मा चाहिँ के छ सबैको चेतना हैन, चेतनशील प्राणी चेतनशील तत्त्व भए जीवात्मा चाहिँ। अनि परमात्मा यानी भगवान चाहिँ के हुनुहुन्छ परम परम चेतना भएको जीव हुनुहुन्छ भगवान चाहिँ है, ठीक छ। भगवान चाहिँ एउटा हुनुहुन्छ, जीवात्मा चाहिँ धेरै छन्, त्यही भएर प्लुरल लागेको छ है, यस लागेको छ है त। अनि हि इज एलोन सप्लाइङ अल द डिजायर्ड नेसेसिटिज अफ द लाइफ फर द मेनी अदर लिभिङ बिङ्स। अनि कि भगवान आफैले एक्लैले के गर्नुभयो सबैलाई चाहिने कुरा चाहिँ के छ हैन प्रोभाइड गर्नुभएको छ, ठीक छ। एको बहुनाम विदधाति कामन यानी के छ एकजनाले बहु भनेको सबै जीवात्माहरूलाई के गर्नुभएको छ हैन भरण पोषण गरिराख्नु भएको छ। ओके ठीक छ। देन व्हाट देन के छ भन्दाखेरि चाहिँ तमात्मस्थम येन पश्यन्ति धीरः तेषां शान्ति शाश्वती नेतरेषां। यानी के छ जो जीवात्मा के छ अलिकति बुद्धिमान छन् हैन, तिनीहरूले के गर्छन् भन्दाखेरि चाहिँ त्यही भगवानको चाहिँ पूजा गर्छन् भगवानकै धाममा हैन। के को लागि एभरलास्टिङ पीस यानी कि जुन अनन्त जुन आनन्द शान्ति सुख जुन हामीले खोजिरहेका छौं हो त्यो कुरा चाहिँ प्राप्त गर्न सक्छौं। अदर्स कानर यानी कि के छ अरूले चाहिँ प्राप्त गर्न सक्दैनन्। तेषां शान्तिश शाश्वती नेतरेषां यानी के छ त्यस्तो जीवात्माले चाहिँ शान्ति प्राप्त गर्न सक्छन्, आनन्द प्राप्त गर्न सक्छन् हैन। जे खोजेको वास्तविक कुरा हो त्यो प्राप्त गर्न सक्छन्, अरूले प्राप्त गर्न सक्दैनन्, ठीक छ। अनि यो के छ यसमा चाहिँ के छ यो कठोपनिषदमा चाहिँ के छ एकदमै हैन कन्क्लुजन चाहिँ हैन दिएको छ है त। कसरी चाहिँ हामीले वास्तविक सुखी हुन पर्ने रहेछ, के गर्नुपर्ने रहेछ र यही नै के अकर्म हो है त। अब हामीले अकर्मको कुरा गरिरहेको थियौं नि त हो। जसरी चाहिँ भगवानको पूजा गरिन्छ भगवानको सेवा हो, भगवानको भक्ति छ नि त्यो चाहिँ के अकर्म हो, किनकि त्यो गरिसकेछ कर्म बन्धन चाहिँ लाग्दैन, किनकि त्यो चाहिँ दिव्य हुन्छ हैन, 3 गुण भन्दा माथि हुन्छ हैन, ठीक छ। किनकि भगवान पनि 3 गुण भन्दा माथि हुनुहुन्छ अथवा हैन अथवा प्रकृतिको 3 गुण यानी कि सत्वगुण रजोगुण तमोगुण भन्दा माथि हुनुहुन्छ भगवान। त्यही भएर गुणातीत पनि भनिन्छ र गुणाधीश पनि भनिन्छ। गुणातीत भनेको गुण भन्दा माथि र गुणाधीश भनेको गुणको मालिक, ठीक छ भगवान हुनुहुन्छ हो। त्यस्तो भगवानको सेवा गरेपछि के छ हामीले कुनै पनि कर्महरू लाग्दैन हामीलाई चाहिँ हैन, हामीले त्यो अकर्म हुन्छ। अनि हाम्रो चाहिँ के छ अर्को जन्म चाहिँ हामीले लिनु पर्दैन। अनि के छ त्यो साइकल जुन छ चेन चाहिँ ब्रेक हुन्छ र हामी चाहिँ जुन धामबाट आध्यात्मिक जगतबाट हामी चाहिँ फर्केर आएको थियौं हामी चाहिँ के छ यो जन्मपछि के छ हामी त्यही फिर्ता हुन्छौं। ओके र अनि त्यही हामी कसरी सुखी हुन सक्छौं त्यो कुरा छ। अनि के छ एउटा चाहिँ यहाँ चाहिँ के छ एनालोजी दिएको छ है त। जसरी के छ हैन सबै शरीरको इन्द्रियहरू चाहिँ सुखी कसरी हुन्छन् भन्दाखेरि पेटमा हैन भोजन पुर्याएर हैन पेटमा हामीले प्रसाद लियौं भने के हुन्छ सबै अङ्गहरू के हुन्छन् परिपूर्ण हुन्छन्। अब हामीले के छ हातमा हैन राइस हालेर हैन नाकमा मिठाई कोचारेर आँखामा हैन यसरी केही हैन लगाएर हैन कानमा हैन आलुको कोचारेर त हुँदैन हैन। के छ पेटमा हाल्यो भने के सबै चीजलाई पुग्छ के, हामीले एक्स्ट्रा के गरिराख्नै पर्दैन, ठीक छ। अनि के छ हामीले पेटमा हाल्यो भने सबै कुरा स्याटिस्फाइड, सबै अङ्गहरू के छ स्याटिस्फाइड हुन्छन् कि, ठीक छ। अनि के छ जसरी चाहिँ के छ रुखको के छ रुखलाई हुर्काउनु छ, रुख बिरुवालाई हुर्काउनु छ भने के गर्नुपर्छ जरामा पानी हाल्नुपर्छ। अब एउटा पातमा पानी हाल्यो फेरि अर्को पातमा पानी हाल्यो हाँगामा पानी हाल्यो त्यो चाहिँ एकदम मूर्खता हो। सिधै जरामा पानी हाल्यो भने के हुन्छ रुख छिटो आफै बढिहाल्छ, किनकि जरा नै मूल हो। किनकि मूल भनेको केन्द्र भनेको जरा हो नि त। जसरी हाम्रो पेटको केन्द्र भनेको हाम्रो शरीरको केन्द्र भनेको चाहिँ हैन जुन जसलाई चाहिँ पुर्यायो भने के छ सबै अङ्गहरूलाई चाहिँ पुग्छ त्यो भनेको चाहिँ पेट हो। त्यसरी नै के छ रुखको पनि के छ जरा हो। त्यसरी नै
त्यसरी नै हैन हामी जीवात्मा पनि यदि हामीले चाहिँ अनि भगवान चाहिँ जुन केन्द्र मूल हुन्छ यदि भगवानको सेवा गर्यो भने के हुन्छ हामी के छ अटोमेटिकल्ली हामी चाहिँ खुसी हुन्छौँ किनकि हैन भगवानलाई जुन जरामा पानी हाले जस्तै अनि भगवानको सेवा गर्यो भने के हुन्छ सबै कुरा के छ शान्ति हुन्छ संसारभरि शान्ति हुन्छ हाम्रो जीवनमा हुन्छ पुरै संसारमा समस्या हुनु कारण के भन्दाखेरि मन गड सेन्ट्रिक यानी कि भगवान केन्द्रित चाहिँ कुनै पनि कार्यहरू छैन त्यही भएर चाहिँ यो सबै कुराहरू भइरहेको छ त्यही भएर कृष्ण भावना भावित हुन एकदमै जरुरी छ त्यही भएर प्रभुपादको कृष्ण भावनामृत अभियान छ जसले चाहिँ के छ समाजमा केही क्रान्ति संसारमा केही क्रान्तिहरू ल्याएर के छ केही हदसम्म के छ अब किनकि सबै व्यक्ति त अब कृष्ण भावना भावित हुन पनि सक्दैनन् संसारको सबै व्यक्तिले यो कुराहरू बुझ्दैनन् पनि किनकि त्यही 3 गुणले गर्दाखेरि हैन जसले बुझेका छन् उनीहरूले चाहिँ उहाँहरूको आफ्नो जीवनमा के छ सबै परिवर्तनहरू भएको छ र समाजमा पनि परिवर्तन आउने क्रममा जारी छ हो त्यही भएर वास्तवमा के छ हामी त्यसरी नै हामी सुखी हुन सक्छौँ र अनि यो भइसकेको छ बल्ल हामी चाहिँ के छ भगवानको धाममा हामी फिर्ता जान सक्छौँ र अनि के छ सब के छ कर्म शर्म यो सब कुराहरू के हुन्छ साइकलबाट सदाको लागि के छ हामी मुक्त हुन्छौँ यति भन्दै के छ आजको क्लास यही समाप्त हुन्छ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे हजुरहरुको केही प्रश्न सुझाव सल्लाह छ भने हजुरले राख्न सक्नुहुन्छ है त केही छ भने च्याटमा पनि लेख्न सक्नुहुन्छ र हजुरहरुले हात उठाएर पनि सोध्न सक्नुहुन्छ है त यो आज चाहिँ धेरैवटा कन्टेन्ट भयो होला एकदम छिटो अगाडि बढे जस्तो भइरा होला हैन के छ भने हजुरले राख्न सक्नुहुन्छ है त रोहित यादव प्रभुले सोध्नु भएको छ प्रभुजी मनुष्य योनिमा जीवात्मालाई कलियुगको इम्प्योर टाइममा छुट दिन सकिन्छ कि स्ट्रिक्ट गरुड पुराण अनुसार नै ट्रिट हुन्छ हाम्रो पाप सिन्सलाई हैन त्यो छुटकारा भन्ने चाहिँ हुँदैन त्यो चाहिँ भोग्ने कुरा त भोग्नै पर्छ छुट चाहिँ केमा दिएको छ भन्दाखेरि चाहिँ जस्तै सत्ययुगमा भगवानको प्राप्ति गर्नको लागि छ हजारौं वर्षमा ध्यान गर्नु पर्थ्यो त्रेतायुगमा लामो समयसम्म यज्ञ गर्नु पर्थ्यो द्वापर युगमा एकदम विधि नियम पालना गरेर भगवानको पूजा गर्नु पर्थ्यो र कलियुगमा के छ कलौतत हरि कीर्तनाद यानी के छ भगवानको कीर्तन गरे मात्रै पुग्छ यो कुरा चाहिँ छुट दिएको छ तर जुन भोग्नु पर्ने के छ त्योमा त छुट हुँदैन हैन जुन पाप गरेर नरकमा जाने त्यो त भोग्नै पर्छ तर के छ तर भगवानको नामले हैन अब हामीले त्यो ध्यान स्यान गर्न सक्दैनौं नि त हो यो भगवानलाई प्राप्त गर्ने विधिमा चाहिँ छुट छ के छुट त भन्दा पनि जस सहज बनाइएको छ कलियुगमा चाहिँ हैन भगवानकै द्वारा एउटा के छ एउटा सिस्टम भनौं न भगवानले नै छुट दिनु भएको छ कि किनकि अवश्य हामीले भगवानलाई प्राप्त गर्ने विधिमा छुट पायौं भने त अरु किन चाहियो र हामीलाई पाप र पुण्यको त कुरै छैन नि त त्यसै हजुरले सोध्नु भयो नि त यहाँ पाप पुण्यको पाप कुरा आएको छ नि त भनेपछि भगवानलाई प्राप्त गर्ने विधि हामीले पायौं जुन सजिलो छ भने त पाप त हुँदै भएन नि त त्यो त भनिसकेपछि हामीले त जान्ने आवश्यकै छैन जान्दा ठिक छ तर हामीले त्यो प्रति हामीले चिन्ता गर्नुपर्ने जरुरत छैन किनकि हामीले चाहिँ भगवानलाई प्राप्त गर्ने सजिलो विधि पाएका छौं नाम संकीर्तनम यस्य सर्व पाप प्रणशनम यानी के छ भगवानको नाम संकीर्तन गरेर मात्रै के छ सबै पापहरु के छ नष्ट हुन्छ सिम्पल कुरा छ त्यही भएर चाहिँ हैन पापमा छुट दिएको छ भन्ने भन्दा पनि भगवानलाई प्राप्त गर्ने विधि चाहिँ सजिलो बनाइएको छ हैन त्यही भएर देवी देवताहरु पनि हैन के छ हैन यो जुन गोल्डन युग छ अथवा हैन जुन महान ऋषि मुनिहरु हुन्छ नि हैन यो युगमा चाहिँ यो गोल्डन टाइम जमिन चाहन्छन् के किनकि एकदम गोल्डन टाइम हो चैतन्य महाप्रभुको मुभमेन्टको टाइम हो हैन केवल भगवानको नाम संकीर्तन गरेर मात्रै हैन जुन यत्रो फल प्राप्त हुन्छ जुन एकदम सजिलो छ हैन त्यो कुरा चाहिँ हजारौं वर्षसम्म तपस्या गरेर पनि प्राप्त हुँदैन नि त त्यही भएर हामीले चाहिँ यो ताति चाहिँ ध्यान दिनुपर्छ है त बिकज हामीले कम्तीमा सबक त सिक्थ्यौं होला नि यही जन्ममा फल पायौं भने कर्म भन्ने ओड छ नि एउटा त्यो लास्टमा के भन्नु भएको यो चाहिँ यो हजुरको त बिकज हामीले हैन सबक त यस्तो हो नि त सबक त हामीले पाइरहेको छौं नि त जे भए पनि सबक अब के छ गरुड पुराण अनुसारै
जानुपर्छ भन्ने छैन नि त। सबक त हामीले पूर्व जन्म त्यो त जहिले पनि हामीले भोग्नु नै पर्छ, जुन युगमा भए पनि पूर्व जन्ममा गरेको कर्महरू त जुन युगमा भयो नि हामी त्यो त भोग्नु नै पर्छ नि त। हो त्यो भोग्नुपर्छ भनेपछि त अनि अब सबक पाउने सबक हामीले पाइरहेका छौँ नि त। अनि के छ हामी डेली जीवनमा हामीले के कर्महरू गर्छौँ त पहिलाको पाप त हामीले भोगिरहेका छौँ नि त। सबक हामीले पाउँछौँ नै त्यो त, त्यसमा हाम्रो कुनै उ छैन। ठिक छ। अनि अर्को कुरा चाहिँ ओके यो माथि अर्को क्वेसन रहेछ, हामीले जन्ममा जुन पाप गर्छौँ त्यो पाप चाहिँ यो जन्ममा किन पाउँदैन, किन यो माथिको क्वेसन कन्टिन्युसन रहेछ। ओके सरी मैले देखिनँ। यस्तो हुन्छ, अब यस्तो हो नि त, हाम्रो अनुसार कर्मको नियम चल्ने होइन कि, हाम्रो दिमाग अनुसार चाहिँ कर्मको नियम चल्ने होइन। र अनि अर्को कुरा कर्मको फल भोग्नलाई एउटा जन्म मात्रै काफी हुँदैन कि, त्यो फल के छ एउटा जन्म मात्रै काफी हुँदैन, त्यो भएको हुनाले चाहिँ अर्को जन्म लिनुपर्छ कि। जस्तै किनकि रजोगुणको कारणले गर्दा अनगिन्ती डिजायर्स हुन्छ नि त। हो त्यो अनगिन्ती डिजायर्स फुलफिल गर्नको लागि त अनगिन्ती शरीर प्राप्त गर्नु पर्यो, अनगिन्ती जीवन बिताउनु पर्यो, सबै यो जन्म सम्भव छैन कि। जस्तै फर इक्जाम्पल होइन, कसैलाई एकदम धेरै मासु खाने इच्छा छ भनेपछि के छ बाघको शरीर चाहियो, कुकुरको शरीर चाहियो। अब यो शरीरमा धेरै मासु खान सक्ने सम्भव छैन कि, किनकि शरीर धान्न सक्दैन कि त्यो धेरै मासु चाहिँ। त्यही भएर के छ बाघको शरीर पायो, आनन्दले मासु खाँदै बस्यो, किन्नु पनि परेन होइन, के अरे त्यो बर्ड फ्लू लाग्ला भन्ने डर पनि छैन, केही पनि डर छैन, मजाले खाँदा भइहाल्यो। त्यो भएको हुनाले चाहिँ के छ अनि त्यो भएर चाहिँ अर्को जन्म हामीलाई चाहिन्छ नि। त्यही भएर अनि अर्को कुरा चाहिँ हाम्रो अनगिन्ती डिजायर्स हुन्छ, त्यो अनगिन्ती डिजायर्स प्राप्त गर्नको लागि अनगिन्ती शरीर हुन्छ कि। हो त्यो भएको हुनाले चाहिँ अनगिन्ती शरीरको फल त हामीले यो मनुष्यमा भोग्न सकिँदैन कि, त्यो पुग्दैन यो चाहिँ के छ। अनि अर्को कुरा चाहिँ के छ, जस्तै अब जस्तै के छ, जस्तै हामीले केही कार्य गऱ्यौँ नि, त्यो कार्य गरिसकेपछि के हुन्छ फेरि अर्को कर्म बन्छ कि, अर्को कर्म बनेपछि फेरि अर्को फल बन्छ, अर्को फल बनेपछि फेरि अर्को कर्म हुन्छ, फेरि फल हुन्छ, सकिँदैन नि त। यो जन्म भोगेर भन्ने हुँदैन कि, किनकि कर्म गर्ने बित्तिकै फल बनिहाल्छ कि। अकर्म गऱ्यो भने चाहिँ छुट्टै कुरा हो होइन। भगवानको भक्ति गरिसकेपछि के छ सबै कर्महरू क्यान्सल बिस्तारै भोगेर सबै सकिन्छ, नयाँ कर्म बनेको हुन्न, अनि पहिलाको सबै भोगेर सकिन्छ, अनि हामी भगवानको धाम जाने हो नि त, मुक्ति त्यसरी हुने हो। तर सामान्य रूपमा हामीले कर्म गरेको छौँ, पाप के अरे पुण्य गरेको छौँ भने पनि के छ त्यसको के छ रियाक्सन त बन्छ नि त। त्यो रियाक्सन बन्छ, फेरि त्यो भोग्नलाई फेरि कर्म गर्छ, फेरि रियाक्सन बन्छ, सकिन्न नि त। त्यही भएर अर्को जन्म हुन्छ कि हाम्रो। राम्रै कर्म गरे पनि अर्को जन्म त हुन्छ नै, तर हाम्रो उद्देश्य त अर्को जन्म पाउनु होइन नि त। हो त्यही भएर है त। अनि त्यही भएर चाहिँ हामीले सबक चाहिँ के छ सबक भन्ने कुरा चाहिँ त्यही हो। सबक हामीले सिकिरहेका हुन्छौँ है त, सबक देख्नुपर्छ हामीले चाहिँ है। अझ म्याङ्गो सिडलाई चाहिँ किन आज नै फल्दैन, किन धेरै वर्ष लाग्छ, जस्ट लाइक द्याट इट टेक्स द टाइम। हो त्यही कुरा सिम्पल कुरा हो, एकदम राम्रो एनालोजी। अनि अर्को एनालोजी पनि छ स्कुलमा एकदम फेमस एनालोजी, जस्तै अब कोही विवाहित स्त्रीलाई चाहिँ होइन बच्चा चाहियो भनेपछि के हुन्छ, आजैको आजै त बच्चा जन्मिँदैन नि त, किन त्यसको लागि कम्तीको 9 महिना त लाग्छ। हो त्यसरी नै सिम्पल कुरा हो, किन आजै गर्भ धारण गरेको आजै जन्मिनु पर्ने त भन्ने क्वेसन जस्तो भयो कि यो चाहिँ। ठिक छ, त्यो चाहिँ त्यसको लागि छ 9 महिना कुर्नुपर्छ। अनि एउटा चाहिँ एकदम सुन्दर उदाहरण एउटा कथा छ है त, अनि त्यो कथा कसै क्वेसन छ भने यहाँ लेख्नु होला, अनि त्यो कथा सुनाएर चाहिँ हामी एन्ड गर्छौँ है। जस्तै महाभारतमा एउटा क्वेसन एउटा प्रसङ्ग छ कि, जस्तै धृतराष्ट्रलाई जेनरली कलियुगभन्दा अगाडि युगमा चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ जहिले पनि ठुलोको मृत्यु हुन्थ्यो कि। ठिक छ, ठुलो हजुरबा बुवा अनि छोराको मृत्यु हुन्थ्यो कि। तर अहिले त कलियुगमा के छ प्रायडाल पायुष सभ्य, यानि के छ आयु के छ एकदम अल्प छ कि। त्यो भएको हुनाले के छ कतिजना कति बेला कसको मृत्यु हुने थाहा हुँदैन कि। तर पहिलाको युगमा त्यस्तो हुन्थेन है। तर धृतराष्ट्रको त के छ एक भाइ होइन, दुई भाइ होइन, 100 भाइको मृत्यु भयो कि। 100जना छोराको मृत्यु भयो आफ्नै अगाडि। ठिक छ, एकजना दुईजना भयो भने ठिकै थियो, 100जना छोराको आफ्नै अगाडि मृत्यु भयो भनेपछि त कति ठुलो होइन, कति ठुलो पीडा भयो होला नि त। अनि त्यो भइसकेपछि त्यहाँ धृतराष्ट्रले क्वेसन गर्नुहुन्छ कि भगवान कृष्णलाई हो कि व्यासदेव समथिङ कसलाई क्वेसन गर्नुहुन्छ कि,
अनि भगवान कृष्णलाई जस्तो लाग्छ। अनि रिप्लाई के आउँछ, रिप्लाई अनि अनि उहाँले के पाउनुहुन्छ भन्दाखेरि चाहिँ अनि उहाँले सोध्नुहुन्छ धृतराष्ट्रले चाहिँ, मैले के त्यस्तो पाप गरेको थिएँ कि मलाई यत्रो होइन पुत्रको चाहिँ मृत्यु देख्नु पर्यो भनेर चाहिँ सोध्नुहुन्छ कि। किनकि जब पुत्र प्राप्त हुनु भन्ने कुरा होइन सामान्य कुरा होइन कि, त्यो पनि क्षत्रियहरू होइन पुत्रहरू प्राप्त हुनु भनेको अलिक धेरै होइन पुण्य चाहिन्छ कि, तपस्या गर पहिला होइन पुत्र प्राप्त गर्न तपस्या गर्थे नि त होइन, त्यो त तपस्या लाग्छ होइन, एकदम पुण्य प्राप्त गर्नुपर्छ होइन। अनि के चाहिँ पाप गरे होला कि भने 100वटा होइन छोरा एकैचोटि गुमाउनु पर्यो भनेर सोध्नुहुन्छ कि। अनि त्यसपछि होइन उहाँको चाहिँ पास्ट लाइफ भगवान्ले हेर्नुहुन्छ कि, भगवान्ले हो कि व्यासदेवले मलाई एक्ज्याक्टली ठ्याक्कै थाहा पनि, तर जस हामीले यहाँ बुझ्यौँ न। अनि हामीले यहाँ बुझौँ न, किनकि होइन अब उहाँको हेरिन्छ होइन एक्जाम दुईजनामा होइन 50 जनासम्म हेर्दा पनि होइन त्यस्तो कुनै पाप कर्म गरेको छैन कि, धृतराष्ट्रको भेटिएन होइन, पाप कर्म भेटिएन धृतराष्ट्रको होइन। अनि जब 51औं जन्ममा पुगिन्छ होइन, 51औं जन्म अगाडि पुगिन्छ अनि के छ अनि त्यहाँ पुगेपछि थाहा हुन्छ कि उहाँले के छ त्यो एउटा चरा हुन्छ सिकाइदिए हुँदो रहेछ, चराको बच्चालाई मार्नु भएको रहेछ कि, ठिक छ। चराको 100वटै होला नि, त्यस चराको 100वटा बच्चालाई चाहिँ मार्नु भएको रहेछ कि। अनि त्यसको पाप किन अब 51 जन्म भएपछि 50औं जन्ममा किन भोग्नु भएन भन्दाखेरि चाहिँ के छ, अब के छ अब त्यो 50 जन्ममा चाहिँ के लाग्यो भन्दाखेरि त्यो 100वटा छोरा जन्मलाई जति पुण्य चाहिन्छ नि त्यो चाहिँ के छ उहाँले 50 जन्मभरि चाहिँ के छ त्यो पुण्य जम्मा गर्नुभयो कि, ठिक छ। 50 जन्मभरि त्यो 100 भाइ छोरा पुत्र प्राप्त गर्ने पुण्य प्राप्त गर्नुभयो, जुन अगाडि 51औं जन्मको पाप थियो नि जुन त्यो चराको बच्चालाई मारेको, अनि के छ दुईटा एकठाउँ मिक्स भयो कि त्यो, अनि त्यो जन्ममा के भयो होइन, अनि 50औं जन्मदेखि लगाएर के छ गरेको पुत्र पनि प्राप्त भयो, 51औं जन्ममा गरेको पाप पनि भोग्नु पर्ने एकैचोटि भयो कि। अब यति कम्प्लेक्स छ, सिम्पल कुरामा पनि यति कम्प्लेक्स छ भनिसकेपछि त अनि लाखौँ करोडौँ जन्म अगाडिको झन् के होला, यसरी के छ यसरी सुन्दर एनालोजी छ कि। इट इज अनि फेरि गान सोले बढी चेन्ज गर्छ अनि फेरि मेमोरी आउँछ, बट कर्म नि फेरि आउँछ फेरि गरेर नि जान्छ, विदाउट मेमोरी आउँछ, त्यो भगवान्को कृपा हो नि। जस्तै फर इक्जाम्पल होइन यो जन्ममा हामीले भक्ति गरिरहेका छौँ अनि जस्तो हाम्रो गरिरहेका छौँ भन्ने लाग्छ नि त, तर हामीलाई थाहा छैन कि हामीले चाहिँ पूर्व जन्ममा कस्तो कस्तो पापहरू कर्म गरिरहेका छौँ भन्ने हामीलाई थाहा छैन नि त। हो त्यो थाहा नभएको कारणले गर्दाखेरि हामीलाई अलि एकदम सुख शान्ति छ, किनकि यदि हामीलाई थाहा भयो कि हामी एकदम पहिलाको जन्म एकदम होइन एकदम नराम्रो हामीले त्यो सोच्दा पनि नसक्ने कर्म गरेको रहेछ भने के हुन्छ, मान्छे त त्यसै डिप्रेसनमा गइहाल्छ नि त। अहिले चाहिँ भक्ति गर्दा गर्दै सामान्य केही समस्या आयो भने त होइन, भने त के छ ठेक्न सकिँदैन, केही सानो अपराध गर्यो भनेर अथवा होइन केही गर्यो भनेर त मान्छेले ठेक्न नसकेर यत्रो मुख लगाएर निनौरो परेर बसिरहेका हुन्छ भनिसकेपछि अब हामीलाई चाहिँ त्यो हजारौँ जन्मको पाप कर्म थाहा भनेदेखि के हुन्छ, मान्छे त सिधै मरिहाल्छ नि। हो त्यही भरेको हुन्छ, भगवान्ले कृपा बस चाहिँ बिर्साइदिनुहुन्छ क्या। र कुनै महान महान योगीहरूलाई कुनै महान होइन अलिकति एलिभेटेड सोलहरूलाई चाहिँ त्यो कुरा थाहा हुन्छ, ऋषिमुनिहरूलाई उहाँहरू के हुन्छ एकदम स्टेबल हुनुहुन्छ र भक्ति गरेपछि सबै सिद्धिहरू पनि प्राप्त हुन्छ। ठुलो कुरा होइन यो होइन, भक्ति गरेर होइन एकदम हामी पनि होइन के छ होइन अलि माथि पुग्यौँ भने के छ हामीले त्यो सिद्धि प्राप्त गर्छौँ, तर भक्ति गर्नेको उद्देश्य चाहिँ त्यो सिद्धि प्राप्त गर्नु होइन, त्यही भएर चाहिँ हामीले त्यो कुराको चर्चा गर्दैनौँ कि। त्यो शुद्ध भक्तहरूलाई यो सिद्धिहरू हुन्छ फेरि है, नहुने होइन, तर उहाँहरूले देखाउनु हुँदैन कि यस्तो कुराहरू, अनेक अनेक सिद्धिहरू हुन्छ तर देखाउनु हुँदैन, किनकि हामी भने कुनै होइन त्यो चमत्कार गर्ने होइन नि त, हामी त भक्ति होइन भक्तिद्वारा चाहिँ जीवहरूलाई आकर्षित गर्नु हो नि त, हामी भक्तिले चाहिँ होइन प्रचार गर्ने हो नि त, भक्तिको शक्तिले चाहिँ प्रचार गर्ने हो नि त। त्यही भएर चाहिँ हामीले त्यो यताउता त्यो हुन्छ नि त्यो गर्ने होइन कि, गरिँदैन। त्यही भएर चाहिँ थाहा भए पनि त्यो कुरा सो अफ हुँदैन कि भक्तिमा चाहिँ, ठिक छ, भक्तहरूले देखाउनु हुँदैन त्यस्तो कुराहरू चाहिँ, किनकि त्यो भगवान्को सेवासँग कुनै सम्बन्धित कुरै छैन, त्यो चाहिने कुरा पनि होइन, त्यो एकदम तुच्छ कुरा हो कि त्यो भनेको चाहिँ। अनि भगवान्को सेवाको अगाडि चाहिँ अनि भगवान्को प्रेममय सेवाको अगाडि चाहिँ त्यो एकदम तुच्छ कुरा हो। त्यही भएर चाहिँ त्यो कुरा थाहा पाएर पनि केही फाइदा पनि छैन, किनकि हाम्रो उद्देश्य भनेको भगवान्को धाम जाने हो र भक्ति गर्नुपर्छ, भक्तिको प्रोसेस के हो त्यो सबै कुरा थाहा छ भने हामीलाई पूर्व जन्मको भविष्यको अथवा के थाहा पाएर हामीलाई के चाहिँ कुनै फाइदा पनि छैन। हो त्यही भएर चाहिँ जरुरी छैन नि त, थाहा पाएर गर्ने के त, ठिक छ ल थाहा भयो अरे गर्ने के ल, ठिक छ त्यसो भए होइन। अब नथाहा पाएर पनि थाहा छ नि त, हामीले अब चाडनी पालना गर्नुपर्छ, भगवान्को नाम जप गर्नुपर्छ, भगवान्को नाम जप गरेपछि के हुन्छ बिस्तारै पाप कर्महरू पनि गर्दै गर्दै जान्छ।
त्यो भइसकेपछि के छ थाहा भए पनि नभए पनि त्यो कुनै उ छैन नि त त्यसले कुनै भ्यालु छैन नि त त्यसको हो त्यही भएर चाहिँ हैन थाहा दिएको भए चाहिँ हुन्थ्यो भन्छ नि वास्तवमा त्यो चाहिँ जरुरी छैन त्यो के हरे कृष्ण अनि हामीले भक्तको सेवा गर्यौं भने अरु उहाँलाई हेल्प गर्यौं भने त्यो चाहिँ अकर्म हुन्छ त्यो चाहिँ अब भावमा डिपेन्ड हुन्छ जस्तै भक्तको सेवा पनि हुन्छ नि मैले आज भक्तलाई प्रसाद खुवाछु भोलिपछि भक्तले मलाई मिठो मिठो खुवाउनुहुन्छ भन्ने त्यस्तो भाव राखेर भन्छ त्यो चाहिँ अकर्म होइन है तर त्योमा चाहिँ के हुन्छ अब त्योमा चाहिँ एकदम शुद्ध भाव हुनु जस्तै हामीले सामान्य रूपमा साधक भक्तमा चाहिँ त्यो पूर्ण रूपमा अकर्म हुँदैन के हामीले यो अकर्मको हामीले प्र्याक्टिस गरिरहेका छौं अहिले चाहिँ शुद्ध रूपमा हामीले पूर्ण रूपमा अकर्म चाहिँ हामीले गर्न सक्दैनौं हामीले चाहिँ कर्म अहिले मिक्स हुन्छ के हाम्रो चाहिँ हैन ज्ञान कर्म अनावृतम भक्ति हुनुपर्छ तर हाम्रो आवृत छ के ज्ञान र कर्मले हामीले ढाकेको छ के अहिले चाहिँ हाम्रो भक्तिलाई चाहिँ तर बिस्तारै हामीले सिद्धान्त अनुसार हैन गुरु साधु शास्त्र अनुसार हैन शुद्ध भक्तिलाई चाहिँ प्र्याक्टिस गर्नुपर्छ साधना भक्तिबाटै जाने हो त्यो कुरा चाहिँ साधना लेभलमा चाहिँ एकदम मिक्स्ड हुन्छ शुद्ध हुँदैन हैन तर साधनाबाट अब गोल चाहिँ सेट गर्नु पर्यो के हैन अथवा हामीले केही सेवाहरू गर्दाखेरि चाहिँ जस्तै फर इक्जाम्पल कीर्तन गर्दैछौं अब त्यो कीर्तन गर्दा चाहिँ के ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ मैले केवल भगवानको प्रसन्नताको लागि गरिरहेको छु भन्ने चाहिँ ध्यान दिनु पर्यो के यस्तो हैन कि कतिजनाले मलाई पछाडिबाट सुनिरहेका छन् हैन कतिजनाले फलो गरिरहेका छन् भन्ने ध्यान दिनु भएन के जस्तै अब कतिजना अब कीर्तन गर्ने भक्तहरूले यस्तो गर्नुहुन्छ मलाई थाहा छैन तर जेनरली हुन्छ यस्तो कुरा चाहिँ अब कोही भक्तहरू हुनुहुन्न भने चाहिँ झ्याउ लागे जस्तो तरिकाले कीर्तन गाउने हैन गर्ने जब धेरै मान्छे आएपछि के हुन्छ एकदम हैन सुरु गर्ने त्यो चाहिँ अकर्म होइन के त्यो चाहिँ अकर्म भएन है हो त्यो यस्तो कुरा प्र्याक्टिस गर्दै जाने हो के जस्तै अब कुकिङ पनि त्यही छ अब भन्न त भगवानको लागि पकाएको भनिन्छ तर आफूलाई जे मनपर्छ अथवा आफूलाई मिठो लागेको कुराहरू पकाउने हैन आफूलाई खान मन लागेको हुन्छ अनि पकाउने हैन त्यो भयो अनि भगवानलाई चाहिँ मैले भगवानले पकाएको भनेर थोप्ने भगवानलाई हैन त्यो चाहिँ के छ अब अकर्म साधना लेभलमा हुन्छ त्यो कुरा ठिक छ तर त्यो चाहिँ अब गोल राख्नु पर्यो कि यो चाहिँ अब कर्म भइरहेको छ यो चाहिँ हैन कर्म र ज्ञानले मिक्स छ हैन अब म चाहिँ यो अनावृत यानी कि यो के चाहिँ यसले नढाकेको हुनु पर्यो हैन यानी कि शुद्ध रूपमा चाहिँ अकर्म यानी कि यसको कुनै रियाक्सन नभओस् अथवा पूर्ण रूपमा भगवानकै प्रसन्नताको लागि होस् भन्ने हिसाबले चाहिँ गर्नको लागि प्रयास गर्नु पर्यो के अहिले जति गरिरहेको छ नि त्यसमा थप्नु पर्यो के सधैँभरि एउटै गाडी मात्रै चलाइराखेर हुँदैन के अब अलिकति के छ ट्रेनमा चढ्नु पर्छ के अलिकति चाहिँ हो त्यो ट्रेनको स्पिड बढाउनु पर्छ त्यो चाहिँ यस्तै कुराहरू विचार पुर्याउँदै गएर हुन्छ है त कसरी हटाउनु त्यो चाहिँ अब यस्तै चिन्तन गरेर हियरिङ श्रवण गरेर अथवा हैन जस्तै यो चाहिँ चिन्तनको विषय हो यो भनेको जस्तै फर इक्जाम्पल हैन जस्तै मानव ल कुकिङ गर्दै हुनुहुन्छ ल हैन अब आफूलाई भाव आयो अरे हैन र कुकिङ गर्दाखेरि चाहिँ मलाई भाव आयो कि मलाई खान मन लाग्यो अरे हैन अब भगवानलाई अफर गर्नु छ तर आफूलाई खान मन लाग्यो नि त अथवा आफूलाई खान मन लागेपछि पकाइयो नि त खाने इच्छा आउँछ भनेपछि त्यहाँ अब सोलुसन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ यस्तो चीज पकाउने कि अब भगवानलाई त मिठो नमिठो भन्ने हुन नि त यस्तो चीज पकाउने कि जुन चाहिँ आफूलाई मन मिठो नलागोस् त्यति कुरा जस्तै फर इक्जाम्पल कसैलाई हैन घिरौला मन नपर्न सक्छ कसैलाई करेला मन नपर्न सक्छ त्यसो कुरा पकाउने अनि भगवानलाई त अब मिठो नमिठो भन्ने हुँदैन त्यो कुरा चाहिँ हैन भगवानलाई अफर गर्ने त्यो कुरा खाने फेरि करेला मन भगवानलाई चाहिँ अफर गर्ने आफूले चाहिँ नखाने हैन सबै खाने त्यो भएर चाहिँ के हुन्छ अनि प्रसाद वाको भाव आउँछ के कुकिङ गर्दा पनि भाव आउने भयो भगवानको लागि भनेर अनि के छ त्यो प्रसाद भइसकेपछि चाहिँ प्रसाद भनेर खाएपछि त्यो प्रसादको पनि भाव आयो के डबल दुवै हातमा लड्डु भयो त्यहाँ चाहिँ अथवा अर्को कुरा के गर्न सकिन्छ भन्दाखेरि चाहिँ मिठो जस्तै कोहीलाई मिठो कुरा पकाउन आउँछ तर के छ खाने इच्छा आउँछ भने के गर्ने पकाउने भक्तहरूलाई दिने आफूले चाहिँ नखाने आफूले चाहिँ सिम्पल जस्तै गुन्द्रुक पकाउने अथवा करेला पकाउने खाने हैन भक्तहरूलाई दिने त्यो मिठो कुरा चाहिँ मिठो कुरा पकाएर चाहिँ भक्तहरूलाई दिने एकदम हल्का गाह्रो कुरा हो यो चाहिँ तर प्र्याक्टिकल कुरा हो चाहिँ दुईटा सोलुसन दिए दुईटा सोलुसनमा कुनै गर्न सक्नुहुन्छ एउटा सोलुसन भने के भन्दाखेरि हैन आफूलाई मन नपर्ने कुरा पकाउने भगवान अफर गर्ने त्यो सबै खाने अनि प्रसाद भनेर खाने हैन अर्को कुरा चाहिँ मिठो कुराहरू पकाउने तर आफूले नखाने भक्तहरूलाई दिने आफूले चाहिँ सिम्पल मन नपर्ने कुरा चाहिँ खाने आफूले चाहिँ अब के गर्न सकिन्छ अब कसैलाई गाह्रो होला अब अगाडि यहाँ के छ त्यस्तो भाव कसरी हटाउनु भन्नको लागि चाहिँ यो गर्नै पर्छ भने चाहिँ
ठिक छ। यो सबै कुरामा एउटा खानेकुरामा चाहिँ एकदम सबैको लागि प्र्याक्टिकल छ नि त, सबै कुराले कुकिङ सबैले गर्नुहुन्छ, त्यही भएर चाहिँ सबैजनाको लागि प्र्याक्टिकल छ नि त, हो त्यही भएर चाहिँ यो इक्जाम्पल दिएको। साधारण लेभलमा सबैको हुन्छ यस्तो कुरा चाहिँ, धेरै चिन्ता गर्नु पर्दैन, तर जस यो इन्टेन्सन चाहिँ राख्नुपर्छ कि यो सोल्युसन अब यसलाई प्र्याक्टिस गर्नुपर्छ, बिस्तारै बिस्तारै हुन्छ नि, आजैको आजै सबै हुन्छ नि एकदमै, आज एकदम खाने इच्छा थियो भोलिदेखि नै होइन पुरै भगवान्को लागि भन्ने चाहिँ हुँदैन, तर आफ्नो डेली लाइफमा चाहिँ कुकिङ गर्दाखेरि यो कुरा ट्राई गर्ने कि भक्ति भनेको प्र्याक्टिस हो कि, वास्तवमा भगवान्ले भाव हेर्नुहुन्छ भन्छ नि, भाव हेर्नुहुन्छ भनिन्छ नि त, तर वास्तवमा भगवान्ले त्यो ट्राई कति गरिरहेको छ भन्ने हेर्नुहुन्छ कि, जस्तै अब खाने इच्छा छ ठिक छ, तर के गर्ने प्र्याक्टिस गर्ने कुरा चाहिँ ठिक छ, आफ्नो जीवनमा प्र्याक्टिस गर्ने, खानेकुराको लागि भयो होइन, अरू सबै कुराको लागि, अनि कसैलाई राम्रो कपडा लाउन मन पर्न सक्छ, कसैलाई अब अलिकति के देखाउन मन लाग्न सक्छ, के हुन सक्छ नि त, यो कुरा चाहिँ के छ अब यसरी प्र्याक्टिस गर्दै गर्दै जाने हो कि। खानेकुरा डिफिकल्ट हो, तर यो कुरालाई प्र्याक्टिस गरे पनि अरू सबै कुरा गर्न सकिन्छ कि, सजिलो हो, त्यही भएर ओके ल हाम्रो सक्यो होला, टाइम पनि 9 धेरै 9:15 भइसकेको छ, निन्द्रा लागिसकेको होला सबैजनालाई। ल अब यो कुरा चाहिँ हटाउनको लागि चाहिँ त्यही हो है त, आफूले प्र्याक्टिस गर्नुपर्छ। भक्तिमा चाहिँ कुनै नयाँ ह्याबिट ल्याउनु छ भने प्र्याक्टिस गर्नै पर्छ है, यो कुरा चाहिँ होइन मन्दिर गएर होइन टन्न प्रसाद खाएर नाचेर मात्रै हुँदैन, यो कुरा चाहिँ आफैले इन्डेभर नगरेसम्म हुँदैन, किनकि भगवान्ले हाम्रो प्र्याक्टिस हेर्नुहुन्छ, ठिक छ। हो मन्दिर गइएछ, सेवा गरिएछ, त्यो पनि हेर्नुहुन्छ, ठिक छ, त्यो भगवान्ले त्यो अनुसार पनि त्यो रेसिप्रोकेट गर्नुहुन्छ, तर पनि भक्तिमा होइन त्यो होइन साइकलबाट ट्रेनमा जम्प गर्नु छ भने के छ होइन, केही न केही त हामीले आफ्नो तर्फबाट पनि त्यस्तै साइकलदेखि ट्रेनवाला जम्प गर्नको लागि ट्राई गर्नु पऱ्यो नि त होइन, खाने ह्याङ्करिङलाई सेवामा बदल्नु छ भने त केही न केही गर्नु पर्यो। सिम्पल कुरा त्यस्तो हुन्छ नि, एकदम पुरै होइन प्रेमवाला पुरा गोपीवाला भागमा त हामीलाई पुग्नु पर्ने छैन नि त, त्यत्रो लेभलमा पुग्नु पर्ने छैन, त्यही साधारण लेभलकै कुरा गर्ने हो नि त। सिम्पल के छ अलिकति के छ थोरै सेक्रिफाइस गर्नुपर्छ, त्यति सिम्पल कुरा हो, अनि त्यही कुरा हो। अब अनि त्यसपछि सक्यो होला है त लगभग, ओके ल सबै कुरा सबैको प्रश्न सके जस्तो छ। ल हामी चाहिँ अब यहीँ इन गर्छौँ है त। ओके वंशकल्पतरुभ्यश्च कृपा सिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। ल जे कुरालाई जुन ह्याबिट पनि बिल्ड गर्नु छ भनेको छ प्र्याक्टिस चाहिँ गर्नुपर्छ। जस्तै कसैलाई धेरै सुत्ने इच्छा छ भनेको छ, अब त्यो के छ थोरै खाएर हुन्छ कि अथवा थोरै खाएर हुन्छ कि अथवा एकदम हेभी नखाएर हुन्छ कि अथवा राति छिटो सुतेर हुन्छ कि, अब त्यो गर्नु। जस्तै दिउँसोमा अब मजाले 2-3 घन्टा सुतिन्छ भने त्यो बिहानले हटाउनु छ भने त्यो गर्नै पर्छ कि, त्यो नगरेसम्म जति नै हो म त एकदम पतित भयो फलडाउन भयो भनेर केही कामै छैन कि, त्यो चाहिँ के छ त्यसको लागि प्र्याक्टिस त गर्नै पर्छ कि, त्यो त्यत्तिकै मुखले बोलेर मात्रै हुन्न यो कुरा चाहिँ, यस्तो ह्याबिटको कुरा छ है त। तमोगुणबाट सत्वगुणमा आउनु छ भने त्यस्तो कुराहरू गर्नै पर्छ। जुन कुरा पनि ह्याबिटको विषयको कुरा चाहिँ चेन्ज गर्नु छ भने यस्तो कुराहरू गर्नै पर्छ, चाहे फास्टिङ बसेर हुन्छ के गरेर हुन्छ कि, अब त्यो अब थोरै खाएर हुन्छ कि अथवा कुकिङ गर्दाखेरि अघि भन्ने कुरा जस्तो गरेर हुन्छ कि, अब त्यो चाहिँ यस्तो टेक्निकहरू चाहिँ यो कुनै होइन शास्त्रमा लेखेको हुन्न कि कुराहरू चाहिँ, ठिक छ। आफ्नो व्यक्तिगत ह्याबिट के छ होइन, व्यक्तिगत ह्याबिट के छ त्यही अनुसार नै चल्नुपर्ने हुन्छ कि, ठिक छ। कुनै शास्त्रमा होइन ठ्याक्कै होइन यही सिद्धान्त भनेर लेखेको हुँदैन, व्यवहारिक कुरामा चाहिँ यो कुराहरू हामीले अपनायो भने अनि अगाडि बढ्न सजिलो हुन्छ कि, ठिक छ। ओके ल सबैजना धेरै धेरै धन्यवाद। अब 9:15 भइसक्यो, सबैजना अब छिटै सुत्नु होला, रातिसम्म नबस्नु होला, ठ्याक्क अब यही विषयमा चिन्तन गरेर भोलि होइन केही अब ह्याबिट चेन्ज गर्नु छ भने होइन म अब यो गर्छु होइन यो गर्छु भने प्लान बनाएर अनि त्यही अनुसार बिस्तारै थोरै थोरै सानो स्टेप्सबाट होइन गर्दै गर्दै जानु होला। एकैचोटि झ्याप्प गऱ्यो भने पनि त्यसरी पनि हुँदैन। अनि कसैलाई हुन्छ नि एउटा एकादशीमा टन्न खानेकुरा खायो अनि अर्को एकादशीमा निर्जला बस्छु भने जस्तो हो कि, त्यस्तो चेन्ज पनि ल्याउन ट्राई गर्नु होइन, अलिकति होइन म्याच्योरली होइन सिस्टमेटिक तरिकाले होइन आफ्नो शरीर अनुसार होइन बिस्तारै त्यसलाई चाहिँ प्र्याक्टिस गर्दै गर्दै जानुपर्छ है त, ठिक छ। ओके हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। अनंत कोटि वैष्णव वृंद की जय, श्रील प्रभुपाद की जय, हरे कृष्ण।